सो तपाईँलाई के लाग्छ कि जापानले तपाईँले के दियो जुन तपाईँलाई लाग्छ कि नेपालमा अहिले पनि कमी छ कि त्यसको? मेरो अनुभव नयाँ जेनेरेसनलाई काम लाग्छ विदेशमा के हुँदो रहेछ भन्ने कुरा। तपाईँले नेपालबाट हुन्छ नि यदि कम्पनीजहरू बाहिर जानु पर्यो, नेपालबाट एक्सपान्ड गर्नु पर्यो भने नेपालको जुन नीतिहरू छ, नियमहरू छ, के कुरा हुन्छ नि सहज भइदियो भने इजी हुन्छ नेप्लिज एन्टरप्रेन्योरहरूको लागि। नेपालबाट कमाएको पैसा नेपालबाट बाहिर जानु हुँदैन। सो सेल्समा धेरै जस्तो सेल्स पर्सनहरू एकदम स्ट्रगल गर्छन्। रङ सेल्स पर्सनको इक्जाम्पल दिन सक्नुहुन्छ? यो चिज सबै एटिट्युडमा भर पर्छ। एटिट्युड भनेको तिमीले पढेर आउँदैन। मर्सिडिज बेन्जलाई सौरभ गुप्ता चाहिँदैन के? ही इज अलरेडी नोन टु द्याट एन्ड ही इज कमिङ टु योर प्लेस। व्हेन यु डोन्ट ह्याभ अ गुड एटिट्युड एन्ड म्यानरिजम देन वाट एभर यु लर्न यु आर ओन्ली अ टोय। यु आर फिल्ड विथ अ सिस्टमेटिकली द्याट्स अ एआई। वेलकम टु नेक्स्ट न्यू बेटर हाम्रो न्यू पोडकास्ट सिरिजमा। आजको जो हाम्रो स्टिम गेस्ट हुनुहुन्छ, ही इज नोन एज अ ट्रेड कन्सल्टेन्ट एन्ड जापानिज कर्पोरेट कल्चर एक्सपर्ट। सो उहाँ चाहिँ 57 टु बी एक्ज्याक्टली 57वटा कन्ट्रिजहरूमा बिजनेस गरेर त्यो बिजनेसको हुन्छ नि कम्पनीजहरूको सिइओसँग भेटेर त्यो ग्लोबल पर्सपेक्टिभ जुन बिल्ड गर्नुभएको छ त्यो आजको हाम्रो सेसनमा सेयर गर्नु भइरहेको छ। सो आजको जो हाम्रो स्टिम गेस्ट हुनुहुन्छ उहाँ हुनुहुन्छ मिस्टर उत्तम बज्राचार्य सर। सो लेट्स गिभ हिम अ वार्म वेलकम। थ्याङ्क यू भेरी मच। तपाईँ 35 वर्ष जापान बस्नुभयो, अहिले आएर नेपाल फर्किनु भयो, किन? अब त्यो आफ्नै कारणवश होइन जापान बस्ने मौका पाइयो। त्यही जापान बस्दा पनि त्यही जापानिज कम्पनीमा जागिर खाएर मैले धेरै अरू देशमा पनि बस्न पाएँ। अब यो सबै चिज हेर्दाखेरि 35 वर्षको यो मेरो अनुभव, संसारमा अनेकौँ देश पनि घुमेँ, अनेकौँ मान्छेहरूसँग भेटघाट भयो, अनि व्यापारको सिलसिलामा धेरै व्यापारहरू पनि गरेँ, अनि जापानिज कम्पनीमा जागिर खाएर पनि कस्तो कस्तो चिज हुँदो रहेछ नेपालभन्दा फरक चिज। अनि त्यो सबै सोचेर म चाहिँ नेपाल फर्केको कि मेरो अनुभव सायद यो दोस्रो पुस्ता नयाँ जेनेरेसनलाई सायद काम लाग्छ कि सायद उनीहरू इन्सपायर होला कि सायद उनीहरू मोटिभेट होला कि भन्ने मेरो इच्छा भएर म नेपाल फर्केको। र कुनै पनि प्लेटफर्मबाट, तपाईँकै प्लेटफर्मबाट पनि मैले केही बोलेर त्यो सुनेका भाइ बहिनीहरूले भोलि उनीहरू पनि आजकल विदेश जाने ट्रेन्ड बढ्यो, पढ्न जान्छन्, पढेर त्यही देशमा काम पनि गर्छन्। त्यो हुँदाखेरि त्यो विदेशमा के हुँदो रहेछ भन्ने कुरा सायद मेरो अनुभवले उनीहरूलाई केही गाइडेन्स दिन्छ कि भन्ने मेरो इच्छा छ र होला पनि जस्तो लाग्छ म। त्यही भएर मैले तपाईँसँग पनि अहिले तपाईँले बोलाउनु भयो, मलाई त्यो कुरा गर्ने मौका दिनुभयो, मलाई खुसी लागेको छ। ओके, तपाईँले यसमा एउटा कुरा मलाई सेयर गर्नुभएको थियो बिफोर रेकर्डिङ दिस सेसन्स कि धेरै मान्छेले पैसा दिन्छ, कसैलाई सहयोग गर्छ, र धेरै जस्तो मान्छेले अनुभव दिन्छ। सो यो के थियो? न म एउटा नेवारको छोरा, अनि आमाबाउ बुद्धिस्टको घर होइन, भिक्षुहरू लामाहरू आयो, पैसा दान दिने, चामल दान दिने, फलफुल दिने सबै गर्थ्यो। तर मेरो बुवाले एउटा मलाई के सिकायो भने तैँले सिकेको चिज, जसरी नेवारको एउटा बुवाले आफ्नो घरको व्यवसाय आफ्नो छोरालाई सिकाउँछ, यता आफ्नो नातागोतालाई सिकाउँछ, त्यो चिज तिमीले जापानमा सिकेर आएको चिज पनि यो नेपालको अरूलाई पनि सिकाउनुपर्छ। त्यसलाई सिप दान भन्छ। सिप भनेको ट्यालेन्ट होइन। मसँग छ छैन मलाई थाहा छैन, तर मेरो अनुभव मैले कसैलाई सुनाएँ, त्यसबाट कसैलाई फाइदा हुन्छ भनेदेखि त्यो भगवत गीता होस् होइन, त्यो बुद्धिज्म होस् या त हिन्दू धर्म होस्, जेही होस्, जहाँ पनि हामीलाई चाहिँ यो दान भन्ने शब्द अनेकौँ क्याटेगोरी छ, त्योमा चाहिँ मलाई एकदमै त्यो बुवाले भनेको एकदम लागेर मैले मेरो फ्यामिलीभित्रै भान्जाहरूलाई सिकाएँ होइन, मेरो अनुभवहरू सिकाएँ। उनीहरू साथी जस्तै छन्, आज उनीहरू जिन्दगीमा सफल छन्। उनीहरू हरेक विदेशीसँग कुरा गर्न कन्फिडेन्ट छ उनीहरू, किनभने यो मामाले सिकायो भन्छ। त्यो चिज मैले देशको युवाहरूलाई मेरो कुराबाट उनीहरूलाई केही इन्सपायर भयो भने मेरो जीवन धन्य छ। ग्रेट थट, ग्रेट फिलोसफी। यस, सिपदान। यस, सिपदान। ग्रेट थट, थ्याङ्क यू। सो हजुरको यो जुन सिपदानवाला थट छ, फिलोसफी छ, एकदम यसबाट म धेरै पर्सनली पनि धेरै प्रभावित भएछु। अर्को क्वेसन चाहिँ मेरो माइन्डमा चाहिँ के आउँछ भने नि, अब तपाईँ नेपाल त फर्किनु भयो, सो तपाईँलाई के लाग्छ कि जापानले तपाईँले के दियो जुन तपाईँ लाग्छ कि नेपालमा अहिले पनि कमी छ कि त्यसको, नेपाल ल्याक गरिरहेको छ, जापानले तपाईँलाई के सिकायो? सौरभ यस्तो छ,
म जापान जाँदाखेरि धेरै नै यङ थिएँ, म त्यति पढे लेखे मान्छे पनि होइन। त्यो जापानमा केही कारणवश लक्की भएर मैले काम पाएँ ठुलो ट्रेडिङ हाउसमा। अनि त्यो कम्पनीमा जाँदाखेरि सबै जापानिजहरू, म मात्रै विदेशी होइन। मैले नेपालमा कहिले पनि जागिर गएको थिएन, म त्यसै पार्ट टाइम जब गर्थेँ गाइडको। अब त्यो पुरा फुल टाइम जागिर भयो मेरो। मैले त्यहाँ देखेको 9 बजे अफिस सुरु हुन्छ, टाइम कार्ड लगाउनुपर्छ, मान्छेहरू 8:30 बजे पुगिसकेको हुन्छ, उनी टेबलमा हुन्छ, कोही कोही त 8 बजे आउँछ। मलाई अचम्म लाग्ने कि 9 बजे पुग्नु छ, किन 8 बजे आयो होला? त्यो 8 बजेबाट 9 बजे उसको अफिस टाइमै होइन, उसले आफ्नो केही प्रिपरेसन गरिसकेको हुन्छ। द टाइम म्यानेजमेन्ट, टाइम वर्सिप होइन, प्लस टाइम भ्यालुएसन, यो 3 चिज गजब छ उनीहरूको होइन। अब 6 बजे सिद्धिन्छ, कति मान्छेहरू उसको बस अफिसमै छ भने त्यो जुनियरहरू फर्किँदैन बसिरहेको हुन्छ। किन भनेर सोधेको मैले, तेरो त टाइम भयो नि 6 बजे, बसै गएको छैन, म पनि अलि बसौँला। सायद बसको काम होला, उसको काम नहोला, तर पनि त्यो म्यानरिजम यति एक्सट्रिम म्यानरिजम छ कि मेरो बसै फर्केको छैन, ओभरटाइम गरिरहेछ, म कसरी फर्किने? म त्यस्तै गर्दा गर्दा 6 बजे 11 बजेसम्म बसेको छु, म ट्रेन मिस गरेको छु, धेरैचोटि काम पनि भएर गरेको छु, ओभरलोड भएर। त्यो एउटा म्यानरिजम। सेकेन्डली, अब आफ्नो बस छ होइन, त्यति बेला तलब पनि कम थियो, अनि अलिकति पैसाले ट्रेन चढ्ने, घर फर्किने थियो, घरमा खाना खाने। त्यो बसले तिम्रो भोलि के छ समय भने, फ्री छु, भोलि म तिमीलाई एउटा डिनरमा लिएर जान्छु भने म खुसी भएर गएँ। उसले डिनर ड्रिङ्क सबै गरायो। त्यो टाइममा उसले प्राइभेट लाइफको बारेमा सोध्न थाल्यो होइन, के छ, ठिक छ, परिवार ठिक छ, नानीहरू ठिक छ, केही समस्या छ? मलाई छक्क लाग्यो, किन यति सोधे होला? त्यो सोधेको कारण चाहिँ के रहेछ भन्दाखेरि, मेरो जुनियर उसको घरभित्रको उसको पारिवारिक समस्या लिएर अगर ऊ अफिसभित्र आउँछ भनेदेखि ऊ ओभरलोडेड हुन्छ पहिलादेखि नै, उसले अफिसमा डिभोट गर्न सक्दैन, प्लस उसकोबाट प्रोडक्टिभिटी विल बी डाउन, बिकज इज अ ह्युमन। यस। अनि पछि धेरै वर्षपछि मेरो प्रमोसन भयो, अब म सिनियर भएँ, मेरो जुनियर भयो। मेरो सिनियरमा मेरो टाइटलबाट मेरो अलाउन्स बढ्यो, भनौँ न $500 बढ्यो। त्यो जसले बढाएको बस हो, उसले मलाई एउटा अलग्गै कोठामा लिएर गयो र भन्यो, उत्तम, तिमी आजदेखि सिनियर भयो, तिमी म्यानेजर भयो, अब तिम्रो तल 2 टह छ जुनियर, तिम्रो स्यालेरी पनि बढ्यो, तिम्रो अलाउन्स बढ्यो, तर त्यो अलाउन्स छ नि, त्यो $500 त्यो सबै घर लिएर जाने होइन है। त्यहाँबाट कमसेकम 50% यो जुनियरहरूलाई कहिलेकाहीँ बाहिर लग, एउटा बियर खिलाऊ, उनीसँग गफ गर्नु, उनीको प्राइभेटबाट कुरा सोध्नु। भन्न चाहेन भने नभनोस्, तर सोध्नु। अनि यो इन्टिग्रेटेड यो सिस्टम, यो अनस्पोकन वर्ड्स, अनस्पोकन कल्चर अफ अ वर्किङ वाज अमेजिङ। त आज पनि म त्यही गर्छु। त्यो चिज म इन्डियामा गएर मैले गर्न खोज्दाखेरि मान्छेहरूले बुझेन त्यो, किनभने उनी कहिले जापान गएको छैन। सो यु जस्ट सेड कि नेपालमा या फिर इन्डियामा या ग्लोबली जापानमा जुन कल्चर छ त्यो चाहिँ इम्प्लोइ फ्रेन्डली, राइट? मोर देन जस्ट अ इम्प्लोइ बसी छैन, इट्स लाइक अ केयरिङ छ, यस, राइट? दे लुक बियोन्ड यु, नट ओन्ली यु एज अ स्टाफ, they even care or concerned about your family also, because you are so much connected with the family. You're coming to office, you're devoting your 8 hours, but you're at least 16 hours, you're with your family. So whatever happens there, it might affect you, and that you may get carried away to the office. एक्ज्याक्टली। त्यही भएर अहिले चाहिँ धेरै कर्पोरेट्सहरूले हुन्छ नि मेन्टल हेल्थ अवेरनेसहरू प्रोग्राम्सहरू हुन्छ नि, एचआर्सहरूले आफ्नो इम्प्लोइजहरूमाथि हुन्छ नि ट्रेनिङहरू होइन गराइरहेको हुन्छ, ताकि उनीहरूको मेन्टल यदि ब्यालेन्स रहन्छ, मेन्टली
स्टेबल रहन्छन् भने प्रोडक्टिभिटी हाई हुन्छ। बट यु जस्ट मेन्सन वान थिङ हुन्छ नि, सेम एन्सर दिँदै गर्दा कि बस जबसम्म अफिसबाट जाँदैन तबसम्म इम्प्लोइ पनि बसिरहनु इज अ म्यानरिजम भन्नुभयो तपाईँले, राइट? नो, यो म्यानरिजमलाई यसलाई चाहिँ के भन्छ भनेदेखि, आइएम सरी, इट मे नट बी अ म्यानरिजम, इट कम्स फ्रम आत्मा। ओके ओके, इट इज लाइक मेरो बसै गएको छैन, म कसरी फर्क्यो, यो भावना हो। ओके, यसमा म्यानर छैन। सो डज द्याट, देयर इज नो रुल अल्सो। ओके, तिमी यु क्यान गो होम, तिमीले तिम्रो भावनाले तिमीलाई दोहोऱ्याएको छ कि ओके, मेरो बसै गएको छैन, जसले मलाई काम सिकाउँछ, काम दिन्छ, सबै गर्छ, उनी आज यहाँ बसिरहेछ, उसको पनि परिवार छ, उसलाई पनि त रहर होला, घर चाँडो फर्केर होइन आफ्नो श्रीमती नानीहरूसँग खाना खाउँ, मेरो पनि होला। तर उहाँ गएको छैन त म कसरी जाउँ? तर त्यस्तो हुँदा पनि कहिलेकाहीँ के हुन्छ भनेदेखि त्यो बसहरूले नोटिस गर्छ जुनियरहरूलाई, ए तिमी जाऊ, मेरो अलिकति काम छ आज, थ्याङ्क यू भन्छ। हो, तर त्यसको केसमा चाहिँ तपाईँले लाग्दैन कि त्यो बसको त अलिकति बढी स्यालेरी हुन्छ, सो उसलाई अलिक बढी प्रेसर आउनु भनेको स्वाभाविकै हो, सो हि हेज टु हुन्छ नि डिभोट मोर टाइम। तर इम्प्लोइहरूको स्यालेरी त अलिकति कम हुन्छ, अनि हाम्रोतिर इम्प्लोइहरूको माइन्डसेट पनि त्यस्तो छ कि जितना तनखा उतनै काम, होइन, जति पैसा दिइरहेको छ त्यति नै काम गर्ने जुन माइन्डसेट। जापानमा चाहिँ त्यस्तो फिलिङ हुँदैन मान्छेको। जापानिजहरूमा एउटा एकदमै राम्रो यो वर्क कल्चर भनेको के भनेदेखि, जस्तो कि सौरभ मेरो बस भयो होइन, I was working with you, and suddenly you got promoted. You became GM. Just yesterday, you were my colleague. You became GM. 99% Japanese will never feel jealousy about you. They will say, he deserved it. यो एउटा गजबको कल्चर छ, त्यहाँ खुट्टा तान्ने भन्ने छैन। बट हाम्रो समाज चाहिँ अलिकति, सो द्याट इज वाट आई एम ट्राइङ टु से। यो चिजहरू हाम्रो नेपालको सिइओ यता सेन्टजी साउजीहरूले पनि सिक्नु पर्यो कि। ओके, त्यो माइन्डसेट रेदर देन हुन्छ नि, त्यो माइन्डसेट हो नि त। हो, त्यो माइन्डसेट हो, राइट? होइन, अब त्यो जमानामा 100 वर्ष पुरानो त्यो माइन्डसेट यु क्यान एप्लाई नाउ के, बिकज द जेनेरेसन हेज चेन्ज, एक्ज्याक्टली, कन्ट्री हेज चेन्ज, द वर्ल्ड हेज चेन्ज, इट्स अ इन्टरनेट वर्ल्ड, यु क्यान फाइन्ड आउट एनिथिङ टुडे। एक्ज्याक्टली, होइन, पहिले त सोर्स पनि थिएन। इफ यु वान्ट टु फाइन्ड आउट समथिङ, वे टु गो? एक्ज्याक्टली, You go to the सरकारी library, you may not have that books also. एक्ज्याक्टली, होइन? So, जुनै पनि, I'm giving the example of Japan because I live there. Okay. एक्ज्याक्टली, It can be America also. मलाई एउटा अमेरिकनहरूको कल्चर पनि राम्रो लाग्छ। फर इक्जाम्पल, For example, they are very free-minded people. ओके, They come in time, but they are wearing jeans and sports shoes. ओके, I get very shocked. Why? भनेर सोधेको मैले। सोद्धाखेरि, well, I can work with the suits, but I can work with the jeans also. ओके, And if I'm wearing a jeans, my comfortability is much better than the suits. ओके, I wear only suits when there is some meeting with the unknown people. ओके, You guys are my own people. Why should I wear a suits and necktie with you? ओके, भन्दाखेरि म छक्क परेँ कि। कम्फर्ट जहाँ छ त्यहाँ प्रोडक्टिभिटी हाई। Of course, when you have comfortable, your mind works. So basically, when your mind works, so the things will change. होइन? If your mind is so much disturbed by so many things, होइन? अब हामी नि नेकटाई लगाएर, अनि म आज लगाएर आएको छु, हामी लगाएर गएर कसैसँग भेटौँ भन्दाखेरि द्याट नेकटाई इट्सेल्फ इज अ भेरी सफोकेटिङ सिम्बल के, होइन? अब भनौँ न त्यही मान्छेले, ओ मिस्टर उत्तम, आई विल मिट यु इन अ रेस्टुरेन्ट, यु कम अन अ क्याजुअल भन्यो भने 99% आइ एम कम्फर्टेबल, राइट? द्याट माइन्डसेट विल चेन्ज के। अब भोलि नेकटाई लगाएर जान्छ, सुट लगाएर जानु छ भन्यो भने इट बिकम्स अ काइन्ड अफ अ त्यो नट अ सफोकेटिङ बट अ प्रेसराइज के। त्यहाँ अलिकति टिपटप भएर जानु छ यार, के बोल्नेवाला है? So you are on a table and the guy is in a very formal suit and you are also in a formal suit, and most probably that atmosphere itself has been a pressurized kind of a atmosphere. Okay? So when you get a pressurized atmosphere, your mind will not work. You will become a very diplomatic. तिमीलाई जे सोध्यो त्यसको एक लाइन तिमीले जवाफ दिन्छ। वन लाइनर आउँछ। Exactly. Like even Indian culture, I love it.
like business culture. For example, I'll tell you, if you go to America or Europe, so you have already sent your agenda, what to talk, what to be discussed. So you reach there, the guy is sitting there, you give your visiting card, he gives a visiting card. He starts shooting immediately. After 5 minutes, Mr. Uttam, okay, he's carrying that email or whatever, print out. Okay, this. After 30 minutes, 40 minutes, finish. He will not ask you, are you from where? You don't look like a Japanese. Are you from somewhere India? He doesn't say. He doesn't care. Finish. Okay. But in India, it's totally different. You go to a company, well, maybe our corporate culture might be a little bit different, but I did a lot of business with the Sentries. So they go, you sit there, they start talking, अरे वो मूवी आ रहा है यार, देखा क्या? कितना भीड़ है, 800 करोड़ कमाया. You may not know the hero also, but you have to say, ha, देख लूँगा. Then afterwards, they'll say, BJP ने इतना वोट कमाया यार, क्या, कमाल किया. So you have to keep on going. So that's why I get the Times of India or see Aaj Tak, whatever, to be prepared to talk with these people. Okay, to build the rapport. Because I can't be a dumb there. Exactly. That's what I'm trying to say, the difference of the culture of the business mannerism. These are all mannerism. अब त्यो कुरा गर्दै गयो 2 घन्टा भयो हैन 12 बज्यो अरे तुम्हारे तू आ रहा था तेरे लिए घर से खाना भी लेके आए हम साथ में खाएंगे खाना खायो 1.5 घंटा गयो अभी एक पान खाने चले यार एक सिगरेट भी लेते हैं बाहर भने हुँदा 3 बज्यो आएको कति बजे 10 बजे है लास्ट में 3 बजे के बाद अरे उत्तम क्या था वो हमारा डिस्कस करने का अब सर ये हो गया ये ठीक the work is done in 5 minutes and 5 hours I'm spending just to get the rapport with these people, and the more I talk with them the more they feel close. अरे ये बंदा नेपाल से आया है, इसको बॉलीवुड के बारे में भी मालूम है, इसको बीजेपी भी मालूम है, कांग्रेस भी मालूम है, हाँ और ये झुनझुनवाला के बारे में भी मालूम है, ये इन्फॉर्म्ड है. They feel connected. Yes. So basically there's no formula, but you have to understand people. What is his nature? What is this country? What is this your culture? If you know it, and when you are in Rome, behave like a Romans. That's the motto. Great. So don't kill yourself, but become a sponge. Go with the flow. Yes, sponge. त्यो स्पन्ज हुन्छ नि त्यसले पानी चुस्छ नि त्यो पानी तिमीले देख्छ स्पन्जमा देख्दैन नि नो when that sponge has squeezed the water, do you see the water? You only see the sponge. So the more you squeeze it, it's inside of you. So यो एकदम इन्ट्रेस्टिङ भयो त लाइक हामी कुरा गरिरहेको थियौँ कि नेपालमा के ल्याक गरिरहेको छ अनि त्यहाँ कुरा गर्दै गर्दै यहाँ जुन कम्युनिकेसनको पनि कुरा आयो होइन अनि यहाँ तपाईँले एकदम सेल्सको वान अफ द बेस्ट लेसन तपाईँले भर्खर दिनुभयो कि सेल्समा जब हामी सेल गर्न जान्छौँ सेल हुँदैन बट जब हामी कनेक्ट गरिहाल्छौँ जब फिलिङ मिलिहाल्छ डिलिङ अटोमेटिकली भइहाल्छ राइट यु जस्ट सेड थ्रु द स्टोरी. No, to add on that, sort of, there is one thing I tell you. For example, you joined Mercedes-Benz dealership. Okay. You became a marketing guy. Okay. You are standing on a showroom. Your job is to sell the Mercedes-Benz. Exactly. Saurabh, you are only 28-year-old young chap. People come. Now you have to approach them. हजुर गाडी हेर्न आउनुभएको अफकोर्स गाडी हेर्न त भित्र आएको सो द फर्स्ट ब्ल्याङ्क क्वेसन इज रङ उसलाई त्यहीँ आएको ग्राहकलाई हजुर सन्चै हुनुहुन्छ आज त गर्मी छ नि ओके सो यसमा चाहिँ तपाईँ दुईवटा एउटा चाहिँ रङ सेल्स पर्सनको इक्जाम्पल दिनुहोस् अनि यसमा चाहिँ एउटा राइट सेल्स एज अ सेल्स पर्सनको मार्केटिङको इक्जाम्पल दिनुहोस्. त्यसैबाट आउँदैछु म त्यसैबाट जोड्दै जाँदैछु. यो चिज सबै एटिट्युडमा भर पर्छ क्या एटिट्युड भनेको तिमीले पढेर आउँदैन
तिमीले त्यो कलेजमा सिकेर आउने होइन। एटिच्युड भनेको आत्माबाट आउँछ, बाउ आमाको संस्कारबाट आउँछ, धर्मबाट आउँछ, इन्भाइरोमेन्ट्सबाट। एक्ज्याक्टली होइन। तिम्रो त्यो संस्कार, तिम्रो त्यो जुन आत्मा छ नि, इफ यु आर नट अ काइन्ड यु विल नेभर हेभ अ गुड एटिच्युड होइन। अब हाम्रो नेपालमै हुन्छ, इन्डियामा हुन्छ, गुन्डासँग तिमी एटिच्युड खोज्छौ छैन होइन। बट यु आर नट द्याट। सो अब यु आर इन अ सेल्फ। मर्सिडिज बेन्जलाई सौरभ गुप्ता चाहिँदैन के? चाहिन्छ? चाहिँदैन, अलरेडी अ ब्रान्ड। They built up this company 150 years ago and it took 150 years to reach there. You are there to only to see the facilities. Sir, हजुरको बजेटमा मिल्छ कि मिल्दैन? हजुरलाई लोन लिने हो कि होइन? हजुर सबै चेकै तिर्ने हो कि? क्यासमा गर्नुहुन्छ? You are only talking about commercial talks. You don't have to explain Mercedes-Benz. And today's world, anybody can just put the model number in Google. You can find out. Right? होइन, कति किलोमिटर हिँड्छ, के सेफ्टी छ यसमा, के फिचर्स छ। हि इज अलरेडी नोन टु द्याट एन्ड हि इज कमिङ टु यर प्लेस। मैले भन्नु खोजेँ त्यो त्यस कारण त्यो जब when you don't have a good attitude and mannerism, and then whatever you learn, you are only a toy. You are filled with systematically, you are filled with a lot of notions, and you only know that this is the perfect thing to talk. Like a robot. Yes, exactly. That's an AI. AI. होइन, अब भावना भनेको के हो भन्दाखेरि तिम्रो एउटा सानो हाँसोले त्यो मान्छेको मुड बदलिन्छ होइन। बदलिन्छ कि बदलिन्छ? फिलिङ चेन्ज हुन्छ। तिमी कसै एउटा साथी भेट्यो, उसको अनुहार अँध्यारो छ, तिमीले फर्स्ट क्वेसन यु विल से ए ठिक छस्, के भा, राइट अर नट? एन्ड इफ द पर्सन इज कमिङ विथ अ स्माइल, ए हाय धेरै दिन भयो यार, यु विल से राइट। एक्ज्याक्टली, उत्साह बढ्छ। So basically, and smile doesn't cost you. Remember that. And if you smile from your heart, people recognize that. There is two smiles. One is an artificial smile and one is a real smile. And people are not robots. People live with the sentiments. They understand you. That's why we said that people connect with people. There is sales. त्यो कनेक्सन भनेको के हो त? त्यो कनेक्सन भनेको आत्मा हो। हामी नमस्ते किन गर्छौँ थाहा छ? यु नो वाट इज? किन? दिस इज यु, ओके, दिस इज मी। ओके, हामी दिएको आत्मा यसो जोडेर तिमीलाई नमस्कार गरे हो। ओके, ग्रेट। रियली, दिस इज यु, दिस इज मी, वी आर अननोन। ओह, नाइस थट, ग्रेट। एक्चुअली मलाई त यो थाहा थिएन, यो फिलोसफी। थ्याङ्क यू। सो यसमा हामी हुन्छ नि, यसले जुन यो मर्सिडिज बेन्जको जुन कहानी तपाईँले भन्नुभयो नि, सो सेल्समा धेरै जस्तो सेल्स पर्सनहरू एकदम स्ट्रगल गर्छन् सेल्स गर्नको लागि। उनीहरू बेच्छन् कि फिचर बेच्छन् हुन्छ नि, आफ्नो प्रडक्टको यो 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 यसको फिचर हो, यति किलोमिटर चल्छ, यति माइल चल्छ। सो तपाईँ कुनै एउटा स्टुडेन्ट, तपाईँ लाइक कुनै इन्सिडेन्ट तपाईँले याद छ लाइक जसमा तपाईँ हुन्छ नि लाइक रङ सेल्स पर्सनको इक्जाम्पल दिन सक्नुहुन्छ कि ओके दिस वाज हुन्छ नि, मैले यो रङ सेल्स पर्सन थियो, यसलाई यसरी गर्दै भने बेटर सेल्स पर्सन बन्छ। सो कुनै इन्सिडेन्ट याद छ, कुनै इक्जाम्पल छ? दुईवटा छ। प्लिज गो हेड, हाम्रो अडियन्सको लागि एकदम बेनिफिट। एउटा चाहिँ मलाई गजब लागेको चिज, 2003 सालमा म बम्बे सिफ्ट भएको थिएँ। त्यति बेला बम्बेमा फर्स्ट एउटा मल बनेको थियो, आत्रिया मल भनेर। आत्रिया मल भने अहिले पनि छ, अहिले त धेरै सानो भयो किनभने ठुल्ठुलो आयो। अनि त्यहाँ चाहिँ भयङ्कर भिड लाग्थ्यो, त्यो ल्यान्डमार्क भएर गयो। कसैलाई टाइम दिनु छ भने त्यहाँ अगाडि आउनु भन्थ्यो। अनि एउटा इन्डियन साथी, तिमी आत्रिया मल आऊ 11:30 बजे भने। म 11 बजे पुगेँ किनभने म जापानिज भइसकेको थिएँ, टाइममा पुग्नु छ, ट्राफिक जाम होला कि के होला भनेर म ठ्याक्क 11 बजे पुगेँ। त्यति बेला त्यो सन्डे भएकोले मैले हाफ कट्टु र चप्पल लगाएर गएको थिएँ। त म उठिरहँदाखेरि मेरो पछाडि देखेँ रोल्स रोयसको सोरुम रहेछ। रोल्स रोयस त्यो बेला? रोल्स रोयस, ओके, 2003 त्यो फर्स्ट सोरुम रहेछ। ओके, मैले यसो गरेर अगाडि गएर हेरेँ, हेर्दाखेरि बो नेकटाई टुक्सेडो लगाएको एउटा सेल्स केटा बाहिर आयो। सर कम इनसाइड एन्ड ह्याभ अ लुक।
मैले नो आई कान्ट एफोर्ड सच कार. Sir, did I say to you buy? No. Just come and feel Oh, how the human beings have made the supercars. the greatest car in the history. You might be my client after 10 years. I don't mind. Just have a look. It's a showroom. म चप्पल लगाएको थिएँ, टी सर्ट लगाएको थिएँ, हाफ कट मलाई जानै लाज लाग्यो कि. Hesitation भइरह होला है. तर मान्छे थिएन, हाफ एन आवर थियो. उसले आफैले सोध्यो, आर यु वेटिङ फर समवन भने. यु हेभ अ टाइम? यस, आई हेभ 20 minutes टाइम. कम इन. Okay. त्यसले खोल्यो, दरवाजा खोल्यो. दिस इज अ लेदर सिट्स, दिज आर द थिङ्स. सी हाउ ब्युटिफुली इट इज मेड, एन्ड दिज अल सिट्स आर ह्यान्ड मेड. Oh. यो त्यो भन्यो. अनि यु वान हेभ अ टेस्ट ड्राइभ इफ यु वान्ट भन्यो. Okay. No, I can't. Oh, then no test drive. So are you going for a lunch? Man? Yeah. So let me serve you one glass of champagne. Man. Okay. You're not going to drive today, right? Man? No. त्यसले champagne खोलेर एक ग्लास दियो मलाई, मैले पिएँ. पछि उसको एउटा त्यो ठुलो नोटबुक जस्तो, त्यो गेस्ट सिग्नेचर जस्तोमा, you just write it how you felt. Okay. भनेर लेख्न लगाएँ. मैले सबै लेखेँ, इट वाज ग्रेट भनेर. त्यति बेला मलाई याद के आयो भनेदेखि द गाइज एटिट्युड, हिज मोटिभ्स, he was perfect. He didn't pressurize you anything. He didn't made you feel humiliated because you are in a half cut too. Huh? He welcomed you Judge गरेन. and he totally understood in what mind frame you are. You are on a holiday, you are coming to meet somebody, you are not going to drive also. And everything was in a jigsaw puzzle ma ulle milayo. So that's a perfection. Okay, so this is the great example of a great salesperson. Now I'll tell you another story. Recently happened a year ago. I have no desire to buy a car. Okay. So I was just working in Thapathali. I went to one showroom. Of course, I won't tell the name. It was some American car or whatever. I went inside, and the guy followed me, a salesman. And हजुर गाडी खोज्नु भएको हो? गाडी त छ नि यहाँ, अरू के खोज्नु र? Okay, तपाईँ यो एन्सर भयो. He didn't say anything. He again followed. हजुरको बजेट कति होला? डाइरेक्टली. अनि मैले भने भाइ सबै गाडीको अगाडि एउटा ट्यागमा पैसा लेखेको छ नि त, प्राइस. त्यो बजेट नभएको म भित्रै पस्दिनँ नि. होइन, हजुरलाई त हाम्रो त्यो तपाईँहरूको बजेट अनुसार होइन त्यो फिचरहरू कम गर्ने, बढी गर्ने, के हाम्रो प्लानहरू छ त्यो भन्न खोजेँ मैले. होइन, ठिकै छ भने मैले 3वटा गाडी सबै हेरेँ. होइन, अनि उसले लास्टमा मलाई क्वेसन गर्यो, अनि तपाईँ कस्तो खालको गाडी खोज्नु भएको? परिवारलाई खोज्नु भएको कि इन्डिभिजुअललाई खोज्नु भएको कि लङ ड्राइभहरू खोज्नु भएको कि? मैले भने भाइ फर्स्ट एन्ड फरमोस्ट म एउटा सेल्सम्यान हो. म 40 वर्ष विदेश बसेँ. मैले सेल्स मात्रै गरेर दुनियाँभरमा मैले मेसिनदेखि के मात्रै बेचिनँ मैले. होइन, सबै बेचेर आएँ मैले त्यसै म यो टाइम पास गर्न आएको. मैले तिमीहरू जस्तो भाइहरू जिन्दगीमा सेल्सम्यान भएर पढेर होइन कुनै कम्पनीमा जोइन गरेर कसरी बोल्दो रहेछ त्यो हेर्न आएको, म गाडी हेर्न आएको होइन भने. त्यसको अनुहार एकदम खुम्च्यो. सडनली स्याडो भइसक्यो. मतलब अब उसको सेल्स हुँदैन यहाँ. एक्ज्याक्टली. यो मान्छे कामको छैन, He got यो noticed. टाइम पास गर्न आएको हो. फिलिङ आयो उसको. अनि मैले भने भाइ तिमीलाई एउटा ज्ञान दिएर जान्छु है. आज जीवनमा पहिला आफूले आफूलाई बेच्न सिक्नु. यो गाडी तिमी आए पनि अर्को XYZ टम डिक ह्यारी आए पनि बेचिन्छ. यो संसारको टप ब्रान्ड हो. यो तिमीले बोल्नै पर्दैन. जसले किन आउँछ उसलाई सबै थाहा छ यो. तर तिम्रो बोली यो रङ हो. त्यस कारण पहिला आफ्नो एटिट्युड, म्यानर, हाँसो, स्माइल, त्यो सबै चिज सिक्नु र भावना सिक्नु. ओके, सो हाम्रो अडियन्सको लागि यो जुन तपाईँको सेकेन्ड इक्जाम्पल दिनुभयो र फर्स्ट इक्जाम्पल दिनुभयो रोयल्स रोयसको र यो थापाथलीको इक्जाम्पल, फर्स्टवाला केसमा जुन सेल्स पर्सन थियो उसले तपाईँले केही पनि बेचेन, राइट?
He just give you हुन्छ नि उसले ब्रान्ड बेचेर गयो नि एक्ज्याक्टली मेरो जिन्दगीभर त्यो रोल्स रोयसको मेरो दिमागमा आयो तर मैले एफोर्ड गर्न सकिनँ मैले जापानमा 1 महिना रेन्टलमा किनेको थिएँ रेन्टल लिएको त्यो रोल्स रोयस याद गरेर चलाएँ पनि मैले जस्ट बिकज अफ द्याट इन्सिडेन्ट राइट त्यो केटाको त्यो इम्प्रेसन मेरो लाइफ लङ मेरो दिमागमा रह्यो त्यो होइन अब त्यही पाएँ अर्को नेपाली पाएँ त्यो हेर्दाखेरि मलाई दुःखको एउटा इम्प्रेसन रह्यो मलाई किन उसले चाहिँ सोधेको थियो नि त्यो तपाईँको बजेट के हो भाइ जस्तै अरू पनि हुनसक्छ धेरै जो कलेज ग्रेजुएट भए होइन जबको लागि कम्पिटिसनमा उसले जब पाए तर उसलाई मेन्टर गर्ने मान्छे पाएन पढे लेखेर त्यो MBA गरेर जे गरे पनि त्यो त सर्टिफिकेट हो क्या तिम्रो सर्टिफिकेट यहाँ ताले हुँदैन कि Saurabh, how much you are educated, I don't know. How much educated, you don't know. It's nothing written here. But the day you talk, the day you have your mannerism, people will judge you. Hey, this guy, he's okay, man. भन्ने हुन्छ क्या त्यो मैले पाइनँ कि त्यो फिलिङ आउँछ नि त त्यो पनि एउटा अघिको फर्स्ट क्वेसन तपाईँ किन फर्किनु भयो भन्ने कुरामा जोडिन्छ ओके म यो नेपालको युवाहरूलाई मेरो अनुभव मैले केही सिकाउन सकेँ पढाइ लेखाइ त छँदैछ उनीहरूको द्याट इज द एडिसनल वेपन दे हेभ विच आई डिडन्ट ह्याड इट त्यसमा मैले केही थप्न सकौँ उनीहरूको वेपनमा दे अलरेडी हेभ one rifle. Probably I can give one missile to them. You know? Just to add up. त्यो पनि इच्छा हो कि त्यो भाइलाई मैले हेला गरेको होइन त्यो सेल्स पर्सनको गुण क्वालिटी चाहिँ के हुनुपर्छ जस्ट मेन्सनिङ राइट नाउ जस्तै फर्स्टवाला केसमा उसले चाहिँ तपाईँले केही पनि बेचेन तर तपाईँको त्यो फिलिङ बेच्यो ब्रान्ड बेच्यो ओके ओके रोयल्स रोयल भनेको यस्तो You'll remember भने राइट उसले आफैले भन्यो नि You might become my client 10 years later. Who cares right now? Just have a look. But it's a wonderful thing. But यो थाहा पथले नेपालवाला केसमा चाहिँ the guy was just उसको फोकस थियो बेच्नेमा उस किन बेच्न खोज्यो you know why? That's called a salary justification. यो गलत चिज हो yes उसको 50,000 साल छ तिमी कति बेच्यौ तिम्रो डाउनग्रेड हुन्छ तिमीले बोनस पाउँदैन हो but how to live in a pressure? How to win the pressure? That's the attitude and mannerism. 10 जनामा 5 जनाले गर्छ. So how to win the pressure? I already told you. You have to, in Japanese there is a saying, smell the air भन्छ. Kuki o yamu. Sorry. Smell the air. Smell the air. Or learn the air. त्यसलाई चाहिँ जापानिजमा कुकी हो योमु भन्छ कुकी भनेको एयर योमु भनेको पढा भनेको होइन अहिले कस्तो खालको हावा बगिरहेको छ यहाँ त्यसलाई पहिचान गर्नु भनेको होइन यहाँ कमेडीको मुड आइरहेछ यु ब्रिङ यर स्टोरी अफ अ सिरियसनेस द्याट डजन्ट वर्क यु आर इन अ सिरियस टक एन्ड सडनली यु क्र्याक अ जोक इट डजन्ट वर्क सो लर्न द एटमोस्फियर learn the air भन्ने त्यो हो कि relevancy yes त्यो चाहिँ छ नि अब from the beginning it may not happen but जब त्यो सिक्स सेन्स खोलेर मान्छेले हेर्छ नि होइन त्यो मेरो तलबको लागि मात्रै होइन कि मैले धेरै सिक्नु पनि छ तर त्यो ग्राहकलाई नै सिकाउने हो कि salesman becomes better through the experience with a lot of troubles with the customer experience मैले धेरै भोगेको छु साच्चै हो सो इन्ट्रेस्टिङ भइरहेछ लाइक हामी एउटा कुरा सुनाउन मन लाग्छ प्लिज गो अहेड 1997-98 तिरको कुरा हो इन्टरनेट आएको थिएन म दिल्लीमा एउटा यस्तो बजारमा एउटा यस्तो मेसिनहरू बेच्थेँ सानो दोकान थियो आई थिङ्क इट वाज अ सिन्डी अर समथिङ लाइक द्याट त्यो जमानामा चाहिँ अलिकति अनैतिक कामहरू पनि हुन्थ्यो कि मतलब इन्डियामा 80% 90% ट्याक्स थियो त्यसको लुकाउनको लागि अन्डर इन्भोइसिङ के गर्थ्यो अनि बाँकी पैसा डलरमा क्यासमा दिन्थ्यो अनि मेरो $2,000 लिनु थियो उसँग बिहान 11 बजे गएँ दोकान भर्खर खोलेको थियो अब मेरो राति जानु छ उसले इन्डियन पैसा दिन्छ फेरि कनाट प्लेस गरेर त्यो डलरमा एक्सचेन्ज गरेर क्यारी गरेर अफिसमा दिनु छ
बिजनेस त भइसक्यो, सामान आइसक्यो। त्यो छोरा चाहिँ त्यो हनुमान चालिसा पढेर त्यो धूप बालिरहेछ। अरे भाइ वो मेरा 2000 दे दो, पिताजी नहीं है भन्छ। त्यहाँभित्र कर्टिन एउटा छ, यो दोकान छ, त्यो हनुमान यसो पूजा गरिरहेछ। म 2000 मेरो पकेटबाट दिन सक्ने मान्छे होइन, त्यो लिएर जानु छ मलाई। त्यो जमानामा जापान फ्लाइट एयर इन्डिया ब्याग छैन, अरू एयरलाइन्स कतै कतै भएर जानुपर्छ। अरे प्लीज यार मेरे को दे दो, कितने बजे का, मेरा शाम का फ्लाइट है, दे दो भन्नु। नहीं पिताजी नहीं है, मेरे को मालूम नहीं है, आप और मेरा पिताजी के साथ डील हुआ था, मेरे को मालूम ही नहीं है भने। किन मेरो दिमाग में एउटा आयो, देखो भाई वो जो हनुमान को आप पूजा कर रहे हैं ना, वो हनुमान ऊपर से देख रहा है कि ये बंदा को तू कितना तकलीफ दे रहा है, तेरे को पाप लगेगा। सडनली त्यो फिलिङ आयो। मैले किन आयो कि मैले त्यसरी बोलेँ। भन्ने बित्तिकै त्यसको पिताजी छैन भने थियो, त्यो कर्टेन ड्याङ खोलेर त्यो मान्छे बाहिर निस्क्यो, उसको पिताजी। अभी क्या बोला, वो जो बोला है वो वापस ले ले भन्छ। ओके, मैले कसरी वापस लिने, बोलिसकेँ होइन। त्यहाँबाट पैसा निकालेको त्यसले खोलेर, ले तेरा पैसा। त्यहाँबाट मैले थाहा पाएँ, हो यो गड फेरिङहरूलाई यसरी ठिक गर्नुपर्ने रहेछ भनेर। त्यो एउटा मेरो लर्निङ लेसन थियो। So these kind of things makes you aware, के these all incidents are your gurus, यो गुरु मन्त्रहरू। एक्ज्याक्टली, तिमीले पढेर पाउँदैन यो। त्यति बेला कसरी आयो थाहा छैन, त त्यसले त मलाई काम त दियो नि। त्यही भएर भन्छ अब इन्डियामा त्यस्तो गड फेरिङ कति छन्। भोलि म त्यो युटिलाइज गर्न सक्छु नि अरूलाई, होइन। केस टु केस। पाकिस्तानमै त्यस्तो भएछ। एउटा मान्छेले एकदम कुरान पढ्ने के, दिनको 5 चोटि नमाज गर्छ, होइन, पैसा चाहिँ मेरो बाँकी राखिराख्ने। मैले भने अल्लाह आपको माफ नहीं करेगा, आप 5 बार नमाज पढ़ते, किस चीज के लिए पढ़ते? ये सा मत बोल भनेर पैसा दियो। जब उसको धर्ममा आयो त अब धर्म वे पनि भएन, भयो नि। त त्यो दिमाग हो के, होइन। अब त्यो कसरी आयो गड नोज। त्यही त भनेको, त्यो किताबमा लेखा हुँदैन कि यो, दिज आर बियोन्ड द रुल्स, दिस आर द फ्याक्ट्स विच यु लर्न फ्रम यर एक्सपिरियन्स, एन्ड इफ यु डोन्ट एक्सपिरियन्स यु विल नेभर नो इट। यस, दिस इज द बेस्ट लाइन अफ नेपाल, होइन। पढ्नु पनि पर्छ, पढेको मान्छेलाई म नराम्रो कहिले पनि भन्दिनँ। इफ यु आर अ PhD, इफ यु आर अ MBA, ग्रेट म्यान, यु आर लकी गाई, यु कुड डु इट। योर एकाडेमिक नलेज gives you a perfectness of, making your notes, presentation slides, communication, everything. तिमी मलाई अहिले कम्प्युटरबाट उत्तमजी गर्दिनु, म सक्दिनँ। म सौरभ तिमी मलाई बोलाऊ, तिम्रो अगाडि बसेर म बोलिदिन्छु, राइट। बिकज आइम अ ओल्ड स्कुल बोय के, अब मलाई त्यो प्रेसर दिएर म सक्दिनँ कि। So everyone has their own unique strength भन्छ नि त, it's your USP. Okay, so MBA गर्नु is also USP. Many people can't afford MBA, right? चाहेर पनि एफोर्ड गर्न सक्दैन, होइन। कति पैसा भएर मात्रै पढ्ने त होइन नि त, तिमी फेल हुन सक्छौ नि इफ यु डोन्ट स्टडी इट, होइन। डक्टर त्यसै हुन्छ, हुँदैन नि। कति मान्छेको अपरेसन गर्नुपर्छ, ऊ डराएर भाग्नेहरू, त्यो आन्द्रा भुँडी देखेर, if you get scared and run away, you'll become a doctor. No. करेज, त्यो करेज चाहिन्छ नि त, राइट। नो ग्रेट। सो हामी चाहिँ हुन्छ नि लाइक एकदम फेसिनेटिङ भइरहेको छ। लाइक हामी चाहिँ स्टार्ट गरेको थियौँ जापान र नेपालमा चाहिँ के कमी छ भनेर, एन्ड हामी सेल्समा आइसक्यौँ कि। सो म चाहिरहेको छु हुन्छ नि हाम्रो अडियन्स जो अहिलेसम्म हेरिरहनु भएको छ नि, त्यो सेल्स हुन्छ नि, हामी लेट्स डाइभ इन्टु द सेल्स नाउ, है। तपाईँले के लाग्छ कि सेल्सको त तपाईँले अलरेडी बताउनु भयो, क्वालिटी अफ सेल्स पर्सन, टप 3 क्वालिटी चाहिँ के हुनुपर्छ सेल्स पर्सनमा? See, it all depends. A banker might sell his package because there is no commodity, right? You're going to sell a tarkari, there's a commodity. You're going to sell a Mercedes, you have a commodity. So 50% probably the commodity speaks. Right? A banker or a finance company or a share market, they sell in a virtual world. Right? So every salespeople have got a different style. Okay,
But as I said, first and foremost, you have to learn how to sell yourself. So how to sell yourself, it's a very, very deep subject. You can't be a salesman of your own in a 1 year or 2 year. You have to be grinded. दुःख पनि गर्नुपर्छ, धेरै मान्छेसँग भेटघाट गाली पनि खानुपर्छ, त्योबाट तिमी ग्राइन्डेड भएर, and if you think that you are going to be a businessman, your desire is to be a businessman, you have to be grinded. रिजेक्सन झेल्नु पर्छ. There is no bed of roses. Okay. नो बेड अफ रोजेस. ओके. त्यो गुलाबको फुलले सजेको खाट छैन के. It has got with a lot of beetles के काँडा छ के त्यहाँ. त्यो काँडासँग झेलेर मात्रै तिमी गुलाबको सुगन्ध पाउँछ. You have to be like that. Okay, so first one is you have to sell yourself. Yes. To sell yourself भनेको कस्तो हो भनेदेखि there are a lot of things के. I knew one guy in Japan. He's an Indian fellow. He got married with the Japanese and he was working in one fashion showroom. It's a high grade showroom. But he got that job because of his Japanese wife. Okay. He's a dark Indian fellow, South Indian fellow. A tall. All Japanese girls loves him. They just come to talk with him. It's a men's shop. There's no women's shop. And he entertains them all. 5 minutes, 10 minutes, they come, hi, hello. His name is Subramaniam, and they call him a Suvi. Suvi. Because for Japanese, It's easy to pronounce. He's almost 6 feet. A dark, thin, but his feature is hard, dark fellow. Okay. But nicely dressed because he's working for the men's shop. Okay. The girls, they come and they take pictures with him also. Okay. Later on what he said, I used to go and talk to him. So the girls are coming, they don't buy anything. No, they bring their boyfriends to buy. Exactly. That's a motive. Long term. He's entertaining those girls. Exactly. Only to get their Boyfriends. boyfriend or husband or their father or whoever, the man will come. Now you have to see the proportion. It's indirectly the business is getting created. Exactly. It's like he's influencing them to take the decision, to make the decision. And his efforts is not hardcore effort. He's only entertaining these girls, cracking some jokes, whatever. Complimenting them. He's only talking about some Japanese foods or whatever. That sushi is good. Have you tried? He's talking like that only. His shop was very close from my office. In my lunchtime, I used to just go, and he smokes. So he has one smoking room inside with a vacuum and all. So I used to smoke with him. And I was fascinated with the Tamil culture. And sometimes his mother comes from India and they cook this South Indian food. Later on, I came to know this guy is too smart. Too smart doesn't mean that, he's a chalkapat. Too smart in his own way. In his work. Yes. And probably he's doing whatever he's doing it unknowingly. He's on a flow. But that has given the results. Everything is falling in the same. So you should not have a bad motives. You should not have a motive of cheating somebody. You should not have a motive that, you are trying to justify your salary. No. First, build up yourself. Once you have built up, once you know how to sell yourself, things will come. It takes time. 1 hour, 2 years, 3 years, 5 years. It will come. But your motive should be clean. Yes, your intent should be clean. Okay. So number one is to sell yourself. Second one is your intent must be सामनेवालालाई बेटर दिनु पर्यो. होइन, अब सिम्पल कुरा के, मान्छे आयो गाडी किन्न आयो भने होइन, त्यो गाडी किन्ने खालको छैन भनेर तिमीले एटिट्युड रङ देखायो भने, your intention is to you are there as a salesman just to justify your salary. You're not respecting your client at all. 10 जनामा 1 जनाले किन्ला तर 9 जनाले अभोइड गर्ने.
No. How can you do that? You have to be a par level to all. त्यो 9 जना जसले किनिरहेको छैन अहिले उनीहरू आफ्नो फ्रेन्ड सर्कल इन्फ्लुएन्स त गर्न सक्छन् नि त. दे क्यान बिकम योर इन्फ्लुएन्सर. अरे मान्छे त्यो 100% हुन्छ. गाडी त के मात्र छैन. You want to buy Toyota, you want to buy GM, you want to buy EV, you want to buy Maruti. सबै गाडी त एकै ठाउँमा जाने हो नि. तिमीले अन्धाधुन्द लापरवाहले चलायो भने मर्सिडिजले एक्सिडेन्ट गर्दैन. सबैले गर्छ. मेन्टेनेन्स त सबैले गर्नुपर्छ. कि पनि तिमी चढेर पाटन ढोकादेखि तिमी दरबारमासम्म त पुग्छ नि होइन. भनेपछि त्यो जुन क्लाइन्ट आयो नि उसलाई अलि हाँसेर होइन गुड फिलिङ दिनु पर्यो. गुड फिलिङ भनेको तिमीले युआर सेलिङ युर सेल्फ के. एक्ज्याक्टली. अब जब तिमीलाई त्यहाँ त्यो मारुतीमा एउटा केटा रहेछ कस्तो हँसमुख यार कस्तो राम्रो केटा रहेछ होइन जबरजस्ती सेल पनि गर्न खोजेन उसले त्यसकैमै राम्रो होला 10मा डिलले भन्न सक्छ नि. एक्ज्याक्टली. एन्ड इट्स आर्मर टु हिम. एक्ज्याक्टली. उसको लागि वो पदक हो नि त्यो. ग्रेट लेसन्स. सो यसैमा एउटा कुरा चाहिँ भनिन्छ नि सेल्समा कि गुड सेल्स पर्सन सेल्स फिचर, ग्रेट सेल्स पर्सन सेल्स आउटकम रिजल्ट्स, बट द रियली ग्रेट सेल्स पर्सन सेल्स फिलिङ. मतलब तपाईँको कस्टमर तपाईँसँग कुरा गर्दा त्यो कस्टमर मस्ट फिल सेफ. ओके नाउ आई एम द राइट प्लेस. म अहिले राइट प्लेस राइट पर्सनसँग कुरा गरिरहेको छु मतलब यसले मेरो प्रब्लमको सल्युसन दिन्छ. त्यो फिलिङ दिन सक्नु नै सेल्स हो. राइट. सो अनि थर्ड के हुनसक्छ? अब मैले त्यही कुरामा अलि एड अन पनि गर्न चाहेँ. सायद कतै हामी भेटे बेला मैले गफमा भनेको थिएँ होला तर आज यो मतलब पडकास्ट मार्फत म एउटा कुरा भन्न चाहन्छु. तिमी जति पनि पढे पनि तिमी MBA गरो PhD गरो मार्केटिङमा हेडै हो यु माइट बी गुड एट अ सर्टेन थिङ्स वे यु क्यान पाइल अप द थिङ्स इन प्रपरली बट द्याट डजन्ट वर्क. That doesn't work. So in business, especially I'm from Newar community, we are instilled in a DNA for a business. God knows how we do it. There's no formula. Okay. एक दिन यस्तै भयो मलाई. एउटा इन्डियन साथी थियो सरी अ क्लाइन्ट त्योसँग मेरो 1 करोड जतिको बिजनेसमा खिचातानी भइरहेको थियो. He's pulling me, I'm pulling him, he's pulling me, I'm pulling him, and it's not going to happen. It's been a year. Just time stretch भइरहेछ. ऊ लम्बाइरहेछ म पनि लम्बाइरहेछ. यस नो भइरहेछ छैन. यस नो भइरहेछ छैन. तर धेरैचोटि भेट्छु उसँग. त्यो दुनियाँको कुरा गर्छ कि अस्ट्रेलिया जाके क्रोकोडाइल खाके आया, कंगारू खाके आया है अनि कता त्यो गएर एस्किमोको के त्यो पोलार बेरका मिट भी खाया ये त्यसलाई मिट खुब मन लाग्छ. अनि मैले यसो सोध्दा कि कभी बफेलो खाया कभी नहीं खाया, हिरन खाया नहीं खाया. ठिक छ त्यो मेरो दिमागमा रह्यो. यहाँ आएर एक दिन पाटनमा एउटा भाइले चाहिँ छोइलाको दोकान खोलेको रहेछ बफेलो. अनि बिहान जानुपर्ने मलाई बम्बे फर्किनु पर्ने. दाइ अलिकति लिएर जाऊ भने त्यो पुरानो हाम्रो हर्लिक्सको सिसी हुन्छ नि त्यसमा एयर टाइट गरेर त्यसले पुरा प्याक गरेर नझर्ने गरी मैले राखेर लिएर गएँ. अलिकति एला पनि आमाले दिएको थियो दारू लिएर गएँ. म खण्डाला बस्छु. अर्को दिन सन्डे थियो मैले स्याटरडेको राति फोन गरेँ त्यसलाई. नेपाल से मैं हिरन का मीट लेके आया खाने के लिए आओ. और वो हिरन जो होता है वो हर आदमी हंटिंग नहीं कर सकता. मेरा राज परिवार से थोड़ा संबंध था वो लोग ही हंटिंग करके मिलता है. आओ हरिन आता हूँ. त्यो 2 घन्टा लगाएर सन्डे आयो 11 बजेतिर. अब त्यो हरिन त भनिसकेँ त्यसले बफेलो कहिले खाएको छैन हरिन पनि खाएको छैन होइन. बिस्तारै खोलेर बहुत अमूल्य चीज है सिर्फ 4 टुक्रा देता हूँ भनेर 4 टुक्रा हालेँ. चिउरा पनि अलि हालेँ. यसो लिएर खायो. वाह लाजवाब यार क्या है बहुत टेस्टी. कभी खाया नहीं ये सब. ठीक है और थोड़ा देता हूँ. खाए रक्सी पनि खाएँ. 3 घन्टा जति बित्यो होइन. त्यो फर्किने बेला मलाई छ नि यस्तो गरे उत्तम बिजनेस इज अन यु भनेर गयो. त्यो 1 करोडको डिल भयो. नाउ सौरभ लेसन इज द्याट वेयर इज द रुल
What is the formula? What is your MBA? Does it work? It doesn't work. So, business, first thing, you sell yourself. I sold it to him. Because I brought harinka meat, right? He is a lover of a meat where he has eaten so many things. He fell into my trap thinking it is a heron. But I have not killed him. Huh? I faked the story. But that fake story made him. He came, he ate, he enjoyed. Finally, I totally sold him. I didn't ask for the business also. He himself said, business is on you. एक्ज्याक्टली सो यसमा एउटा there is a golden statement भन्छ क्या कि प्रिपेयर लाइक अ हिल ह्याभ अ स्टोरी टु टेल सो द्याट यु डोन्ट निड टु सेल तपाईँको स्टोरीमा दम थियो नि त वेन यु सेल द स्टोरी बिजनेस अटोमेटिकली सेल भइहाल्छ Even one Gujarati told me one very interesting thing. This, you may like it. देखो उत्तम, बिजनेस ऐसा होता है कि मैं सत्य बोलूं कि भाई साहब इसमें सिर्फ मेरा 5% मार्जिन है. तुम सत्य बोल रहे हो. वो बोला अरे 5% है तो 2 करो. सही बात. झुटै बोल्नुपर्छ रे. त बिजनेस भने के भन्दाखेरि दुई झुटाहरूको लडाइँ हो रे कि कसले राम्रोसँग झुट बोल्छ त्यसले जित्छ. तिमीलाई होइन दे आर सेलिङ सो मच प्रोटिन मल्टिभिटामिन्स एन्ड एभ्रिथिङ द पिपल आर बाइङ नो दे इट दे कन्ज्युम द्याट but probably only 50% people are feeling something good about it. Even by knowingly, people are buying low grade quality. Right? And they also feeling कि okay, ये मेरे लिए काम गरिरहेछ. Right? So end of the day it's all story. त्यो के बेचेको भन्दाखेरि feel good factor. Feel good factor भन्छ त्यसलाई. त्यो feel good factor भनेको एउटा सब्जेक्टै छ MBA. प्लासिबो इफेक्ट भन्छ त्यसलाई. जस्तो तिमी मर्सिडिज चढ्ने बित्तिकै तिम्रो एटिट्युड हाई भएर जान्छ. अरे मर्सिडिज चल रहा है यार है. यु विल स्टार्ट लुकिङ एट अदर मारुति खटारा. नाउ यु आर पेइङ फर द फिलिङ गुड फ्याक्टर के. गाडी त मारुति पनि त्यो पनि गाडी नै हो नि. तर तिमीले त्यो मर्सिडिज बेन्चलाई लाखौँ करोडौँ तिमीले तिरेको चाहिँ बिकज यु वान्ट टु फिल द गुड. रोलेक्स घडी तिमीले 30 लाखको लगायो, सेकोको 50,000 को लाग्यो. टाइम त एउटै हो नि. बट आफ्टर ह्याभिङ द्याट 30 lakhs of a Rolex, you start feeling yourself you are a king. 40. That I made it. तर पैसा कसले कमायो त? रोलेक्सले मर्सिडिजले कमायो नि. सेलिङ द फिल गुड फ्याक्टर के. That's why in sales or in business any जुन ग्रेट प्रोडक्टहरू छन् नि उनीहरूले आफ्नो त्यस गुड फिल फ्याक्टर बेच्छन् के. त्यही भन्न खोजेको. प्रोडक्टबाट अब हामी मान्छेमा आउन. इफ यु नो हाउ टु सेल द फिल गुड फ्याक्टर टु द कस्टमर बाई योर सेल्फ त्यो त सुनमा सुगन्ध भयो नि. प्रोडक्ट इज अलरेडी देयर. एक्ज्याक्टली. तिमीलाई टेस्लाको गाडी बारे केही भन्नु छ? छैन नि त. Everyone knows. यु गट मनी यु क्यान गो एन्ड बाई. तिमीले गुगलमा चेक गर्ने सबै थाहा हुन्छ. त्यो सोरुम पनि जानु पर्दैन. तिमीले त्यहाँ गएर टेस्ट ड्राइभ गर्ने हो भने मात्र धेरै क्वेसन पनि गर्दैन. त्यही त भने. अब त्यो सेल्सम्यानको के भ्यालु भयो त्यहाँ? दे जस्ट फर द फेसिलिटेटर. ब्रान्डलाई कम्युनिकेट गर्ने मान्छे हुन्. अब उसले उसको अनुहारमा हँसिलो छ, उसले राम्रोसँग कुरा गर्यो. सर हामी तपाईँ टेस्ट ड्राइभको लागि पनि तयार गर्न सक्छौँ. आधा घन्टा तपाईँ बस्नुहोस्, चिया खानुहोस्, कोक ल्याउँ कि. त्यो एटिट्युडले चेन्ज हुन्छ क्या मान्छे. एक्ज्याक्टली. पिपल गेट सोल्ड आउट with the sentiments. तिमी बलिउडको मुभी हेर्न जान्छ नि. त्यो पनि मजा छ. त्यो दिलवाला दुल्हनिया लेके जाएका पनि तँलाई मन लाग्छ नि. बिकज देयर इज अ सेन्टिमेन्टल भ्यालुज. एक्ज्याक्टली. सो बेसिकली इन सेल्स भन्छ नि त प्रोडक्ट सेल हुँदैन, इमोसन सेल हुन्छ नि त. पिपल बाई इमोसनली एन्ड जस्टिफाई रेसनली भन्छ कि. सी we all humans are the most emotionally rascals. If you call it an animal, we are also animal. But God has given the highest emotions to the human.
and also the brain. But they didn't give the strength. You can't fight a lion in the jungle. You'll be killed. But you can tame the lion for the circus because you have that brain. The God has given that brain. Exactly. And if you know how to use it properly, you can win the battles. सो तपाईँले चाहिँ 57 टु बी एक्ज्याक्ट कन्ट्रिजहरू तपाईँ हुन्छ नि एज अ बिजनेस मिटिङ्सको लागि बिजनेस पर्पजको लागि तपाईँले भिजिट गरिसक्नु भएको छ होइन अहिलेसम्म वाट सक्ड यु मस्ट नेपालमा आएर तपाईँले के सक गर्छ कि लाइक ए ओके यो नेपालमा हुन्छ नि यसले मलाई हुन्छ नि भएन यो नेपालमा भएपछि झन् राम्रो हुन्छ यस्तो के हुन्छ तपाईँले You're talking on a business life or what? ओभरअल बिजनेस कर्पोरेट्स लिडरसिप Every country has got a different kind of cultures and all. Europe is one block, America is one block, Japan is one block, South Asia is one block. But Nepal, I have done business with the corporates also. But I have done business most with the Saujis who have a shop. And there are two categories. One, born business people, like Saujis. They have no corporate manners, nothing. They will tell you, if you want to collect the money or if you want to come to ask money, come in the evening. बिहान आउने होइन लक्ष्मी नआइकन होइन लक्ष्मी दिने चलन छैन हाम्रो where this kind of thing doesn't work in other countries. Okay. Secondly, in corporate, Nepal is a very new country in a corporate world, I feel. I feel. Probably during the kingdom also, there are certain companies which try to become a corporate, but still in a very low profile. Okay. And then this democracy came, the regime changed. A lot of people also came back with a lot of brains from outside, a second generation or third generation. They started making a corporate buildings. Okay. But very sad part of this is a guy who lived in America 15 years comes back and starts a corporate world with a huge investment of 500 crore or 1,000 crore, whatever. With his staff, they have never gone to America. He only knows America, but his staff doesn't know. He tries to say, instill his experience from America, which people will not understand. Like same. I bring my experiences Japan. It may not strike to the Nepali boys who have never been to Japan or who have never studied anything about Japan. So it's useless. Exactly. Right? So this corporate world, I got a little shocked that I had a friend who is a CEO or an owner. He has a 500 stops. Yes. He comes every day to the office. He meets with the general manager. He has a 2 hours meeting every day. In Nepal? In Nepal, yeah. So I asked him, do you know you have a 500 people? Have you ever met these youngsters or not? No, never. त्यो मेरो कामै होइन मेरो यो मान्छेहरू राखेको छु नि 50 लाख दिएर उनीहरूको काम हो. I said no. Create one picnic. One day refreshment. And you be involved there. I am the CEO. Talk with them. Now he is doing that. After that, in that 2 years, he has the least... employee छोडेर गएन. He is an owner. He has a difficulties. He might have taken loans, a lot of things. His trouble is a different level. Staff's trouble might be a different level. Salary come. Both is a two side of the single coin. If both doesn't vibe well, to reach the same destination, it doesn't work. It doesn't work, exactly. Everyone has their own mountain to climb. Of course. But when you are in a company, when you run a company, your employee is your asset. Exactly. Invest in them. Employee also should respect the owners who has taken a huge risk. So this feeling, this bonding is very important. And you feel this is lacking in Nepal? See, in India, let me be very honest. If you talk about a Reliance, and if you talk about a Tata, 99% will say Tata. You know why? Because they created that bonding.
Reliance didn't create it. They created money, wealth. Tata created the family. The emotional engagement. They built a connection with the real ground people. Today, Tata Institute takes a student more than 1,500 free scholarships. Out of 1,500, 1,400 joins Tata Group. Why? Because they feel, okay, I have to give back. Yes. And their retaining rate is the highest in the world. So, they are very big people. But the same feature can happen in your 50 staff company also. Rule is same. Even 5-star company. Yes, it's the same. Culture is something can be built, right? त्यो त आफ्नो इफोर्ट लाउने हो नि त, राइट? अन्टिल अनलेस यु त्यो इफोर्टै लाउनु भएन भने त साउले कमाउने मात्र ध्यान गर्यो, फाइदा पनि भइरहेछ, त्यो फाइदा अलिकति पनि त्यो आफ्नो स्टाफहरूलाई बाँडेन भनेदेखि तिनीहरूले रिटर्न गर्नै सक्दैन कि। त्यो साउलाई उनीहरू चाहिन्छ, उनीहरूलाई साउ चाहिन्छ। त एउटा कोइनको दुई साइड हो के। यो बिचमा मेलमिलाप भएन, कन्ट्राडिक्सन भयो भने नट अ सिङ्गल कम्पनी विल रन। एक्ज्याक्टली। भगवत गीतामा पनि भगवान् श्रीकृष्णले एउटा श्लोका भन्नुभएको छ कि तपाईँ जति दिनुहुन्छ नि, वेन यु गिभ ब्याक एज सुन एज यु हुन्छ नि, जब तपाईँ दिनुहुन्छ त्योभन्दा बढी तपाईँ पाउनुहुन्छ कि। त्यो सृष्टिको नियम नै त्यही हो। देखि हामी एक मुठी गहुँ हुन्छ नि फाल्छौँ खेतमा, त्यो एक मुठी फालेकोबाट कति बिघा हुन्छ नि हामी रोप्न सक्छौँ त, त्यसबाट कति अन्न फल्छ त। द सेम थिङ कि हामीले त्यो कर्पोरेट्समा इम्प्लोइजहरूको जुन माइन्डसेट छ इम्प्लोयरहरूको, त्यो आफ्नो इम्प्लोइजमा इन्भेस्टमेन्टको जुन कल्चर छ यो नेपालमा पहिला त थिएन, तर अहिले म देखिरहेको छु बढिरहेको छ। No, the things has changed a lot, really. So in these 20 years, what I've seen, lot of betterment has happened. I don't deny that. But we can improve more. किनभने ग्लोबलमा जानु छ नि त, कम्पनीको इकोनोमिकली हामी स्टेबल बन्नु छ, इकोनोमिकली स्ट्रङ बन्नु छ भने हामी चाहिँ हाम्रो देशलाई यदि इन्डिया जतिको पनि बनाउनु छ भने होइन, इकोनोमिकली ह्युज नेसन हो हामी, राइट? इभन वी क्यान्ट हुन्छ नि म्यानुफ्याक्चर गर्न सक्दैन, सर्भिस इन्डस्ट्री मात्र ग्रो गर्न सकिन्छ। बट त्यो मोमेन्ट बिल्ड गर्नको लागि त हामीमा त्यो कल्चरली त एलाइन हुनु पऱ्यो नि त, भिजन त अलाइन हुनु पऱ्यो। जबसम्म त्यो कल्चर भिजन मिसन अलाइन हुँदैन तबसम्म त त्यो मोमेन्ट त बस्ट हुँदैन नि। सो द्याट वाज रियली ग्रेट लेसन्स, थ्याङ्क यू। तपाईँले जुन जापानको जुन कल्चर, ग्लोबल कल्चर सिक्नुभयो नि त, आज मलाई लाग्छ वर्ल्डले जुन हुन्छ नि, वर्ल्ड कर्पोरेट्सले जापानबाट सिक्छ कि जापानको कर्पोरेट कल्चर कस्तो छ, जापानको इम्प्लोयर माइन्डसेट के हुन्छ, इम्प्लोयरको माइन्डसेट के हुन्छ। सो नाउ यु एज अ ग्लोबल एक्सपर्ट होइन, कल्चर एक्सपर्ट भनौँ या फेरि कन्सल्टेन्ट भनौँ होइन, जुन तपाईँले 57 कन्ट्रिजमा तपाईँले हुन्छ नि एक्सपोजर लिनुभयो, ती कम्पनीजहरू त्यो कन्ट्रिजहरूबाट तपाईँले के सिक्नुभयो कि त्यहाँको इम्प्लोइहरू चाहिँ के कुराबाट कम्प्रोमाइज गर्दैन, के कुरा उनीहरूले हुन्छ नि यो त फर्मस मलाई गर्नै छ अनि यसैबाट उनीहरूलाई ग्रोथ दिइरहेको छ, त्यो माइन्डसेट हो के हो त्यो इम्प्लोइजहरूमा तपाईँले के पाउनुभयो त्यहाँको, फर इक्जाम्पल जापानकै इम्प्लोइहरूमा? धेरै जस्तो जापानको कुरा चाहिँ इट इज अलिकति डिप छ त्यो। First and foremost, you have to understand Japan's history. Japan is an island country. Just 200 years ago, they got foreigners came to their country. So they were very closed and they have a very unique cultures. When you say, they call it an island spirit. The island spirit भने के रहेछ भनेदेखि आफू पनि आफ्नो आइल्यान्डबाट बाहिर ननिस्किने, अरू बाहिरकोलाई आएकोलाई पनि आइल्यान्डमा आउन नदिने, उनीको त्यस्तो क्लोज थियो। तर उनीको 200 इयर्समा अब पोर्टुगिजहरू आए होइन, डचहरू आए, देन द बिजनेस स्टार्टेड, देन दे अल्सो रिफर्मड इट। तर पनि त्यो डिएनए चाहिँ सेम छ कि। द्याट्स वाइ जापान्स वर्किङ कल्चर, द म्यानर्स एन्ड अल आर भेरी स्टोइक, very strict. This cannot be impossible. Impossible. It can happen. Saurabh can learn that being in Japan and working. But if a Japanese comes and tells you in Nepal, you'll never learn that. You cannot become. Because they're different world. This has to be transferred, right?
No, you cannot transfer. Okay, this can't be transferred. Yes, you can copy slightly, but ditto is impossible. Okay. So what one habit Japanese employees never compromise on? त्यो एउटा habit के हो? Time value. भ्याल्यु अफ टाइम. नेपालमा चाहिँ हुन्छ नि इम्प्लोइजहरूले कम्पनीजहरूमा नेपाली कम्पनीजहरूमा त्यो बिगेस्ट मिस्टेक चाहिँ इम्प्लोइ चाहिँ के गर्छन् होला के लाग्छ तपाईँलाई? Not honest or not passionate to your own job. यु मेन कि इम्प्लोइ काम गरिरहेछन् बट दे आर नट प्यासनेट. मतलब काम गर्दै जाँदा पनि विदेश जाने सोच. Sort of, it's very a deep subject. I'll tell you. For example, you're working for a level up. You give a speech probably 3 hours a day. You may go back home. This might be for a earning also. But there has to be a question within your soul. Am I enjoying what I'm doing? I feel you are enjoying. So when you enjoy what you are doing, then your growth mentally or economically, spiritually, everything. which connects to it, it grows. For example, now by competition, I got the job. I'm an MBA. I went to the bank. I got an offer of 1 lakh rupees. But every day I'm feeling I don't feel like going office. Okay. Now, there are two types of person. One, who can't give up that job knowing he's not enjoying. Just to be the slave of that salary because the salary is so high. And his pride doesn't allow him to go to switch to other job which he might like it, but the offer is less. I feel it's a stupidity. If you don't like your job, then quit it. त्यो तिम्रो लागि चाहिँ नि त्यो अर्को मोड लिनुपर्छ कि संसारमा एउटा मात्रै छैन धेरै चिज छ हैन. So what I feel today, the younger generations, even my banja and nephews and all, one is doing job only because of the money. He's not enjoying. I know it. One is doing job which enjoys a lot. त्यो इन्जोय भनेको पनि धेरै चिज होला त्यहाँ. उसको कलिग्सहरूलाई मन लाग्यो, इन्भाइरोमेन्ट मन लाग्यो होला, उसको जब पनि मन लाग्यो. त्यसमा ऊ इनोभेट गर्न सकिरहेको छ. he is able to do more, give more, हैन? प्लस अर्को एउटा के छ भनेदेखि जस्तो कि जापानकै इक्जाम्पल लिउँ. 4 वर्षको कलेज हुन्छ. 3rd इयरमै उनीहरूले काम पाइसकेको हुन्छ. विच इज अ डिफरेन्ट. संसारमा कहीँ पनि छैन. तिमी 3rd इयर पढिरहेछ, यु आर नट इभन ग्रेजुएटेड. Already the college companies are coming to do a recruiting in your college. Hundreds of companies comes. So the student also have a choice of 100 companies. Company also have got hundreds of choices. They are not going to one college. They are going to 100 colleges. So by the 3rd year, your job is already fixed. Only the condition is, on the 4th year, if you don't graduate, that job is gone. But if you are graduate, automatically you are joining on the April 1st. Yeah, so that's a different world. Here, you are graduate, I am graduate, this is graduate. In one job, there's 1,000 applicants, and there is also maybe a source force and whatever, and your talent may not be recognized. त मैले भन्न खोजेको के भने अब तिमीले जबै पाइसकेपछि, तिमीले जब गर्छु भनेर आइसकेपछि त्यो जबलाई रेकग्नाइज गरेर यु सुड लाइक इट के. इफ यु क्यानट लाइक इट देन क्विट इट. त्यही भएर त त्यहाँ एउटा वर्ड उखान छ नि त, either you love what you do or do what you love. Yes, exactly. Very true. ग्रेट. सो तपाईँलाई के लाग्छ नेप्लिज कम्पनीजहरू आफ्नो इम्प्लोयरसँग के मिस्टेक गरिरहेको छन्? मिस्टेक त के हुनु र, मिस्टेक होइन. इट्स जस्ट अब त्यो देयर माइट बी इट्स नट अ इजी क्वेसन होइन. देयर माइट बी अ इकोनोमिकली भाइबल अर नट भाइबल भन्ने हुन्छ. थ्रु द्याट there might be a lot of tightening of money flow and all towards the staffs and whatever. There might be a bad attitude of owners, who only thinks to make money, and you guys are only the slaves. त्यो मेन्टालिटी अहिले पनि नेपालमा छ, मैले देखाएको छु. Even my own friends also doing that.
Even I tell them that, they will not listen to it. Because they are getting old. Their parents did it that. He is doing that. They feel like a tradition. Yeah, that's how they build it. And they even dare to say, त को होस् यस्तो भन्नेमा हामीले एम्पायरै यसरी बनाए हो. They feel कि यो यसरी नै हुन्छ. See, if it is 50 years or 30 years back, they are correct. There are very few jobs. People were, so hard to get the job. So they get enslaved to the maliks. तर आजको जमाना त्यो होइन कि. Today youths are going abroad, even they are talented. And the more talented, they get more offer from the outside. So how to sustain these youths in your own company? Retaining is the most challenging भइसकेको छ नेपालमा. होइन? आज इन्डियामा त्यही प्रब्लम छ. See, the bank भनिन्छ कि अहिले नेपालमा सबैभन्दा बढी स्यालेरी दिने भनेको संस्था भनेको ब्याङ्क हो. But the people already working in bank, leaving bank and going Japan, other countries. So this is one of the biggest problem in Nepal right now, I feel. I have seen myself. Just a year ago, one Indian bank, a staff came. He was a Nepali guy. He has worked in Nepal for 7 years. He told me he couldn't make much money. And he got married with an Indian girl. And then he's working in India. In 1 year, his salary increased 30%. Of course, with his performance and all. That means there is a growth opportunity, right? So one thing यसमा चाहिँ के आउँछ भने नि इम्प्लोइ रिटेन भइरहेको छैन भने त्यहाँ लोयल्टीको प्रब्लम हुन्छ हैन. इम्प्लोयरप्रति वफादार भन्छ नि त, लोयल छैन. सो जापानमा चाहिँ त्यस्तो मैले सुनेको छु हुन्छ नि, इभन मैले देखेको पनि छु होइन. लाइक मुभिजहरूमा हेरौँ या फिर बुक्सहरू पढ्दाखेरि या तपाईँकै हुन्छ नि इक्जाम्पल लिउँ, तपाईँले 35 इयर्स जापानमा हुन्छ नि बस्नुभयो एउटै कम्पनीमा. सो उनीहरूले चाहिँ त्यो इम्प्लोयरहरूको के सिक्रेट हो, उनीहरूले के गर्छन् कि त्यहाँको इम्प्लोइज हुन्छ नि त्यो आफ्नो कम्पनीप्रति यति लोयल भइहाल्छन्. त्यो के हो त, इन्ग्रेडियन्ट के हो, त्यो सिक्रेट के हो? सौरभ, एउटा कुरा भन्छ है, जापानमा कामलाई धर्म भन्छ. धर्म निभाउने. तिमी जब काम सुरु गर्छौ त्यो कम्पनी, तिमीले त्यो ज्यान दिने होइन, त्यहाँ तिम्रो टाइम दिने होइन. तिम्रै सोच भएको त्यहाँ 50 जना स्टाफहरू सबैको त्यही सोच छ. मालिकहरूले यो 50 जना मेरो लागि काम गर्छन्, मैले उनीहरूलाई पनि हेर्नुपर्छ. अफकोर्स त्यसमा चोइसेसहरू पनि होला, यो मान्छे राम्रो गर्दैछ, मोनिटरिङ सिस्टम होला होइन. धेरै छ. त्योबाट उनीलाई पोजिसन बढाउँदै जान्छन्. आजको जापान तिमी सोच 100 वर्ष पनि भएको छैन यिनको एटम बम खसेको. It's only about 80 years when they lost in the war. होइन. 30 सालमा उनीहरूले they became the developed nation. Exactly. What is that? That's the dedication. Dedication to the nation, dedication to the family, dedication to the company. सो त्यो इम्प्लोयरले के गर्छ त, किन मतलब हुन्छ नि. अब जस्तै नेपालमा चाहिँ के छ भने नि, देज एभ्री इम्प्लोयर जो चाहिँ यो भिडियो देख्नु भइरहेछ नि, उहाँहरूले चाहिँ त्यो रिलेट गर्नुहुन्छ के भन्नुहुन्छ भने जस्तै हाम्रै कोचिङमा हुन्छ नि क्लाइन्ट्सहरू आउनुहुन्छ. सो उहाँहरू भन्नुहुन्छ सर हाम्रो कम्पनीलाई हुन्छ नि मान्छेले, मेरो हुन्छ नि इम्प्लोइजहरूले, मान्छे भनौँ न, मान्छेहरूले ट्रेनिङ सेन्टर बनाइदिएको छ. आइरहेछन्, म सिकाइरहेको छु, छोडेर गइदिरहेछन्. आइरहेछन्, फेरि सिकाइरहेको छु, फेरि छोडेर गइदिरहेछन्. त्यो दुवै तर्फबाट हुन्छ. त्यस्तै एउटा इन्डियन कम्पनीले मलाई भन्थ्यो, उत्तम देख हमारे में गधा ज्वाइन करता है और घोड़ा बन के निकल जाता है. बुझ्यो नि, बुझिसक्यो. ट्रेनिङ सेन्टर भयो भन्नु खोजेँ. घोडा होते ही वो चला गया. यो चिज चाहिँ लर्निङ प्रोसेसमा हुन्छ. यो इम्प्लोयरले पनि बुझ्नुपर्छ, इम्प्लोयरले पनि बुझ्नुपर्छ. यो दुवै चिज, इफ इट इज अ कम्पनी, इट इज 100% कनेक्टेड विथ द फाइनेन्स होइन. कम्पनीको सेयर मार्केट बढिरहेछ,
भयङ्कर कमाइ भइरहेछ, स्टाफहरूको तलब बढायो होइन, इट्स रङ। एउटा मेरै साथी छ, 3 वर्ष उनीहरूको स्यालेरी बढ्दैन, मैले दिनुपर्छ नि तिमी, होइन अहिले हामी कमाएर झगडा गरेको हो, भोलि पर्सि नराम्रो भयो भने हु विल लिसन टु द्याट? हि माइट बी करेक्ट, इमर्जेन्सीको लागि अहिले हामी जम्मा गर्नु पऱ्यो नि, भोलि के होला, कोरोना होला, पेन्डेमिक होला, त्यस्तो भन्ने पनि छ नि। द्याट इज द रङ नोसन। Okay. So you've been in Japan for 35 years, right? मोर 38। 38 years. What was the हुन्छ नि लाइफ चेन्जिङ जुन स्ट्रगल त्यो के थियो जसले तपाईँको लाइफ हुन्छ नि एकदम परिवर्तन गर्थ्यो? The only thing that I never worked in Nepal and I worked hard in Japan. I used to work 16 hours. ओके, Yes. सो त्यो 16 घन्टा काम गर्ने जुन तपाईँको ह्याबिट थियो त्यसले तपाईँले आजको उत्तम बनायो, राइट? त्यो 16 घन्टा दुःख गरेको अहिले याद आउँदैन, तर त्यो बेला कति दुःख खायो होला, ओके कति घर फर्किनु जस्तो पनि लागेको थियो। ओके But today, I come to realize that my young days, where I had a hard life, that made me a very strong man. सो आजको टाइम पनि एकदम हुन्छ नि तपाईँको त्यो आज हाम्रो अलमोस्ट एभ्री फ्यामिलीबाट हुन्छ नि यहाँ यङ्ग्सहरू चाहे बोइज गर्ल्स होइन सबै विदेश गइरहेछन् एन्ड दे आर अल्सो गोइङ थ्रु द सेम सिनारियो, राइट? सो वाट यु वान्ट टु से टु देम, के भन्न चाहनुहुन्छ उहाँहरूले? Wherever they go, whether it's Australia, Germany, America, Japan, or wherever you go, you keep your Nepali within you, ओके but you try to be them in their country. Follow their rules, learn their culture, learn their language, learn the habits of them, and assimilate within you. Then you are successful there. ओके If you only think that म नेपाली हो, हाम्रो स्टाइल यस्तो हो, यो त्यो हो, यो त्यो, it doesn't work. ओके The frustration will happen to you, not to them. This is the one mantra, really. ओके प्लिज गो अहेड. So basically, even in Japan, those days, very few Nepalese were there. I never met a Nepali friends there. Okay. I met a Japanese friends. I went to a Japanese restaurant. I didn't go to an Indian restaurant. If I want to drink something, I go to a very local Japanese because I knew how to speak Japanese. ओके And Japan is not an English-speaking country. या So even the bartender used to get nervous when a foreigner like me comes inside, that he may have to, respond in English, which he doesn't know. Exactly. And then I speak in Japanese, they get very comfortable. I had hundreds of friends. So that was one of the success mantra. ओके When you're in Rome, behave in Romans. सो द्याट मिन्स कि हाम्रो जो पनि भाइ बहिनीहरू हुन्छ नि यहाँबाट विदेश गइरहनु भएको छ, दे मस्ट नो द कल्चर अफ द कन्ट्री वेयर दे आर गोइङ, दे मस्ट नो Follow the rules and regulations. they must know the language of the country, right? So that they can connect with the people. And once they can connect, it will be easy for them to survive there, right? Live there. Great. So now, तपाईँले आफ्नो एक्सपिरियन्स जुन अनुभव यो 38 इयर्सको अनुभव छ यसबाट तपाईँले अब नेपालीज कर्पोरेट्सहरूलाई होइन नेपालको कर्पोरेट्स लिडर्स इन्डिभिजुअल्सहरूलाई फर्स्ट 1000 म्यानेजरहरू तपाईँले ट्रेन गर्नु पऱ्यो भने कुन स्किलमा ट्रेन गर्नुहुन्छ? तपाईँले के सिकाउनुहुन्छ? फर्स्टमा तपाईँले के सिकाउनुहुन्छ? फर्स्ट थाउजन्ड्सलाई तपाईँले कोच गर्नु पऱ्यो. ओके, सो उत्तम इज कमिङ फ्रम Good attitude. गुड एटिट्युड, Good manners, good attitude, good boli, smile. स्माइल. ओके, एन्ड वाइ इज द्याट? लाइक एटिट्युड नै किन? If your attitude is bad, you will like someone. नो If someone's manner is bad, you like him. नो If somebody's boli is bad, you like him. नो. So the question is very simple. The answer is within you. Okay, so you say that Nepali corporate leaders, individuals are lacking that good attitude. Not everybody, Uh-huh. but some of them I don't like it, how they behave to their staffs and all. But I can't name it. But I also know some of them who have an excellent rapport with their people. So what do you think, what skills Nepali salespeople need very urgently? Understand the customer. नेपाली सेल्स पिपल्सहरूले एकदम अर्जेन्ट यो कुरा सिक्यो भने हुन्छ नि दे क्यान सेल एनिथिङ टु एनीबडी. It doesn't happen that way. Don't force yourself to be a salesman. You don't have to sell the ice cubes to the Eskimos. It's not like that. As I told you, if you are in a job, your product is there, but first learn how to sell yourself.
product is there. Today's day is not 30 years ago when there was no internet. Today, every buyer is already informed. कहाँ सस्तो छ, कहाँ महँगो छ, कहाँ के छ, कुन चाहिँ brand राम्रो छ. Salesman has no value nowadays. Only the value is a person is standing with nice clothing, good manner. राम्रो रहेछ त्यो भाइ, कस्तो राम्रो बोल्यो उसले, त्यति हो. Okay. So भनेपछि communication sells itself, right? Before the product. Communication त्यो स्किल भने होइन क्या त्यो मैले भन्न खोजेको. You have to have a pure heart. Your words should speak from your heart. It's not a बनावटी. Oh. यो मान्छेलाई त्यो फसाउनलाई त्यो कुरा गर्ने होइन क्या त्यो. Be natural. What does global professionalism really means? तपाईलाई चाहिँ के लाग्छ लाइक ग्लोबल प्रोफेसनलिजम चाहिँ यो हो है. हामीले पनि अब यो स्ट्यान्डर्ड फलो गर्नुपर्छ यदि हामी अबको 10 वर्ष 20 वर्षमा इफ यु वान्ट टु बिकम अ ग्लोबल पावर इकोनोमिकली हामी हुन्छ नि ग्रो गर्न चाहन्छौँ भने हामीले यो प्रोफेसनलिजम त फलो गर्नुपर्छ. Sort of first and foremost, you have to understand the economy and the geography of Nepal. Our country cannot be a manufacturing base. 90% is the mountains. 10% you have a terai of flat areas. We have no sea. We have to depend on India. We have no raw materials, basically. Bringing from other country, manufacturing here, doesn't work. You can't compete with India or China, no. So forget about that global world. First, let us be successful in Nepal. Why to go global? Why you want to go global? I just say why I mentioned global is कि हामी मोटिभेट त हुन सक्छौँ नि त. That's okay. But be successful in Nepal, no, first. But Nepal has 3 crore people. You can sell your cauliflower, man. People don't think that a cauliflower is not worth it to sell. No. Because you didn't see the word. I have one friend who makes a akbare. He makes a good money. He's satisfied. He's happy. His turnover might be at 20-30 lakhs a year. It's enough for him, for his family. He's successful. Tomorrow he will sell it to India also maybe. When the time comes. First, be successful in Nepal, man. Why you want to go to global, for example? Okay, you have which bank we have? That Standard Chartered Bank. That's a British bank. HBA. They're foreign banks. Their teachings and their styles are different. If you go to meet the GM, if you go to a Siddhartha Bank, it might be different. It's a Nepali grown bank. You go to Rashtra Bank, it's more of a government bank. Government bank. So everybody has got a different attitude because their background is different. अब संसारको ग्लोबलिजमको यहाँ ल्याएर हामी अहिलेदेखि नि ग्लोबलिजम हुनुपर्ने भन्ने जरुरत पनि छैन के. We are too small economy. Yes, the best thing of Nepal, for the future of Nepal, is the service industry. Okay, 30 years ago, one minister, I forgot his name, he visualized, we are like geographically, we are like a Switzerland. Of course, Switzerland has got cheese, Switzerland has got chocolates, Switzerland also have a Rolex, but Switzerland's economy, 80% is a finance. Their banks, right? 60% of the Swiss population is, I think they work in the banks and financial companies. This is a brain. They're not producing anything. So Nepal, being like a same hilly country like a Switzerland, without having a port, that Mantri visualized, we will become like a IT hub. Of course, that time that IT word was not there, but he meant to say, कि नेपाललाई एउटा फाइनेन्शियल हब गरेर हैन बैंकिङ सेक्टरहरु ल्याएर हाम्रो युवाहरुलाई त्यो बैंकहरु चलाएर संसारको पैसा हामी यहाँ बसेर चलाउन सक्छ. This is great thought, really. I don't remember his name, but today it is happening. As IT is flourishing. Today Nepalese boys are very good in IT, right? You're just having one computer. You have nothing. It's a brain. नेपालको लागि त्यो सुटेबल छ त के फलाम चाहिँ इन्डियाबाट र मटेरियल ल्याएर यहाँ के त्यो मसिन बनाउने and sell it to India? No, it doesn't work. सो हाम्रो एउटा नेताले भन्नुभएको थियो नि
किर्तिपुरको डाँडामा बसेर लेट्स नट गो बट हिज भिजन इज राइट. भिजन इज राइट. त्यो भिजनलाई इम्प्लिमेन्ट गर्न सक्नु पऱ्यो कि. अब भइ पनि रहेछ. आज कति 1,50,000 ग्रेजुएट हुन्छ अरे आइटीबाट, होइन? गइरहेछ नि त. ती कम्प्युटर साइन्सबाट 1,50,000 ग्रेजुएट हुन्छ. त्यसमा आई डोन्ट नो, मेबी 50,000 बाहिर जाला. 1,00,000 त यहाँ सस्टेन गर्नु पऱ्यो नि कामहरू, होइन? सो बेसिकली वी आर ल्याकिङ इन्फ्रास्ट्रक्चर राइट नाउ. सो इन्फ्रास्ट्रक्चर भयो भने त नेपाल क्यान बी हुन्छ नि नेक्स्ट विप्रो, होइन? फर द ग्लोबल ब्रान्ड्स, ग्लोबल कम्पनीजहरूको लागि वी क्यान बिल्ड हाम्रो आफ्नो विप्रो बनाउन सकिन्छ कि त्यो माइन्ड्सहरूलाई यहीँ राखेर रिटेन गरेर. ग्रेट, थ्याङ्क यू. सो तपाईँको विचारमा नेपालीज कम्पनीजहरूलाई जापान लेभलको प्रोडक्टिभिटी, डिसिप्लिन एन्ड कस्टमर लोयल्टी सिकाउनु पऱ्यो भने तपाईँ उनीहरूलाई के कुरा पहिला कोचिङ गर्नुहुन्छ? लाइक तपाईँ एज एक्सपर्ट नाउ यु आर वर्किङ हुन्छ नि, तपाईँको अब भिजन छ कि म अब कन्ट्रिब्युट गर्न चाहन्छु मेरो विजडम, मेरो नलेज, राइट, टु नेपालीज इन्डिभिजुअल्स, बिजनेस ओनर, लिडर्स, कर्पोरेट्स, राइट? सो जापान लेभलको उनीहरूकोमा हुन्छ डिसिप्लिन्स, त्यो हार्ड टु सी डेडिकेसन, होइन, त्यो लोयल्टी बिल्ड गर्नु पऱ्यो भने तपाईँले उनीहरूलाई के कुरा कोच गर्नुहुन्छ? यो यति सजिलोसँग भन्न सक्ने क्वेसन होइन यो. But sort of you have to understand there are two segments. When you say a salesman, whether he is a company employee, but his job is sales. For example, he is going to sell soap. Okay. The training for that part is totally different. Okay. And now, you are talking about the company as a staff, that mentality growing is different. For example, I joined the company. I come from Newar Society, which is a business family. Although I'm not educated, I joined, but I knew the business. And my company's work was business. Company is a trading company. I used to sell things from my shop in Darbarmarg and Patan. Now I sold to the international. That's all. The work is same. Person used to come, talk to me, they pay cash and they take. But in international business, they open letter of credit, which I have never seen him also. Probably I have talked to him on the phone. But I exported the goods. So grooming is, when you talk about the business as a salesman, the grooming is totally different. When you talk about a management of a company, it's totally different. So these two are two segments which has to be differentiate in a two different league. It doesn't happen in the same platform. No. कस्टमाइजेबल गर्नुपर्छ. सो हजुरले आफ्नो यो 38 इयर्सको जुन एक्सपिरियन्स, होइन, लाइक जापान या फेरि तपाईँ अब होल्यान्ड, युएस, होइन, यु बिन इन लाइक 57 कन्ट्रिज, होइन, फर यो बिजनेस पर्पज, राइट? नाउ यु हेयर नट टु रिटायर बट टु कन्ट्रिब्युट, राइट? यो त सुरुवात मात्रै हो तपाईँको, राइट? भर्जन 2.0, उत्तम 2.0 लन्च हुँदैछ, राइट? तपाईँले हुन्छ नि एउटा मेसेज हाम्रो सबै कर्पोरेट्स या फेरि जो बिजनेस गर्ने सोचमा हुनुहुन्छ, गरिरहनु भएको छ, एउटा मेसेज अहिले दिनु पऱ्यो यो पोडकास्टको माध्यमबाट भने के दिन चाहनुहुन्छ? For the owners, I want to say, be kind to the people who are shedding their blood and sweat. And for the staffs and all, be loyal to the company. Think, if we do good for the company, our growth is automatic. That's it. यो जुन नेपालमा जति पनि इम्प्लोइजहरू काम गर्छन् नि बिजनेसहरूमा, उनीहरू चाहिँ आफ्नो कम्पनीप्रति लोयल चाहिँ किन हुँदैनन्? के लाग्छ तपाईँलाई? Lack of motivation and not paid as per their voted. इन यो फर्स्ट जब एक हप्तामा तपाईँले के कुरा सिक्नु भएको थियो? And no joking of your job. ओके, यु हेभ टु रेस्पेक्ट यर जब. इन कर्पोरेट लाइफ हामी सुन्ने गर्छौँ, होइन, डिसिप्लिन इज द रियल करेन्सी, राइट? नाउ विथ यो एक्सपिरियन्स, होइन, लाइक ग्लोबली तपाईँ हुन्छ नि अब सिइओजहरूसँग तपाईँ अभियसली भेट्नुभयो होला, ग्लोबल कम्पनीजको म्यानेजर, जिएम, होइन, भिपी, सिइओजहरूसँग तपाईँ भेटिरहनुहुन्छ. के देख्नुहुन्छ उनीहरूलाई साँच्चीकै त्यो डिसिप्लिन वर्थ इट हो? इज अ रियल करेन्सी? There are two types of CEOs. One, family oriented. They are slightly bad. The CEOs who have worked in the company from the ground level and became a CEO, they're terrific. So
some are, born with a silver spoon in mouth. They have not done hard work, but just by patriarchal, they became a CEO. Their attitudes are bad. तपाईँले नेपालबाट हुन्छ नि यदि कम्पनीजहरू बाहिर जानु पर्यो, नेपालबाट एक्सपान्ड गर्नु पर्यो भने नेपालको जुन नीतिहरू छ, नियमहरू छ, के कुरा हुन्छ नि सहज भइदियो भने इजी हुन्छ नेप्लिज एन्टरप्रेन्योरहरूको लागि? यो त नेपाल सरकारले सोच्नुपर्ने चिज हो। उनीहरूको रुल के छ भने नेपालबाट कमाएको पैसा नेपालबाट बाहिर जानु हुँदैन। जस्तो इन्डियामा हैन 2 वर्ष अगाडिसम्म $2 लाख कुनै पनि इन्डियनले ट्याक्स क्लियर गरेको पैसा अमेरिकामा जग्गा किनोस्, लन्डनमा किनोस्, कतै हलिडेमा जाओस्, दे आर अलाउड। आज $5 लाख पुग्यो इन्डियनले, नेपालीले गर्न दिँदैन। जस्तो म नेपाली, मैले जापानमा कमाएको पैसाले जापानमा मैले घर किन्नु, आई एम अलाउड बाई नेपाल सरकार। तर मैले यहाँ 1 करोड कमाएँ, मैले ट्याक्स पनि क्लियर गरेँ, म 50 लाखमा दुबईमा इन्भेस्ट गर्न चाहन्छु, मलाई दिँदैन। So how can we say that we become a global? I want to make a Pashmina factory in India. They will not allow me. Okay, Uttam Company Limited, Kathmandu. Now he wants to make a factory in Srinagar. I want to spend 1 crore there. They will not allow me. सो उत्तम सर, हजुरले आज यो जुन आफ्नो समय निकालेर आउनुभयो हाम्रो अडियन्सलाई, आई एम भेरी मच स्योर कि यो एकदम भ्यालुएबल हुनेवाला छ। हेर्नु त आई एम पर्सनली हुन्छ नि, म तपाईँसँग धेरै कुरा सिक्ने मौका पाउँछु होइन, वेन एभर आई मेट यु, जब म भेट्छु होइन, त्यही भएर म फ्रिक्वेन्टली भेटिरहेको हुन्छु। सो हाम्रो अडियन्सहरूको यो जुन ग्लोबल पर्सपेक्टिभ तपाईँ जुन सेयर गरिरहनु भएको छ अहिले यो भिडियोमा सेयर गर्नुभएको छ, लास्टमा जाँदा तपाईँले चाहिँ केही कुरा हुन्छ नि लाइक समराइज भनौँ या फिर केही हुन्छ नि क्विक नोट दिन चाहनुहुन्छ? सरफ फर्स्ट मलाई होइन, मैले तिमीलाई धेरैचोटि भेटेको पनि छु, यसरी बोलायो होइन, अनि मलाई यसो कुरा गर्ने मौका दियो, म त्यसको लागि एकदम धन्यवाद भन्न चाहन्छु। अनि यही मार्फतबाट होइन, मैले अघि पनि भने, बिगिनिङमै भने कि म नेपाल फर्केको कारण पनि यो उमेर पनि भयो मेरो, प्लस मेरो अनुभव, मैले भोगेको चिज, गुड एन्ड ब्याड बोथ होइन, मैले सिकेको चिज, मैले मेरा नेपालका दाइ भाइ दिदी बहिनीहरूसँग सेयर गरेर 10 जनालाई बोलेर 10 जनाले सुनेर 2 जनाले पनि त्यसबाट केही मतलब उनीहरूको लागि युटिलाइज भयो उनीहरूको जिन्दगीमा, आई विल बी भेरी ह्याप्पी। सो माई मेन एम टु टक विथ यु, त्यो उद्देश्य नै त्यही थियो। तिमीले मलाई यो प्लेटफर्म दियो, आई एम भेरी ह्याप्पी। And I also said to whoever listening, I say thank you for listening to me. And one more thing I want to add it, whatever you do, feel passionate about what you do. If you don't like it, leave it. You know, when you are passionate, when you work hard, time takes. But time will prove that you are worth it. So be positive. I know. अब मेरो यस्तै गफहरू सुनेर होइन त्यहाँबाट 1-2 टुक्राहरू केही काम लाए म धन्य हुनेछु। थ्याङ्क यू सर, उत्तम सर, तपाईँको यो ग्लोबल पर्सपेक्टिभले हाम्रो अडियन्सहरूको जीवनमा हुन्छ नि एकदम त्यो 1% पनि पोजिटिभ चेन्ज उहाँहरूले लिनुभयो र इम्प्लिमेन्ट गर्नुभयो भने दे डेफिनेटली गोइङ टु चेन्ज देयर लाइफ। सो यस्तै भिडियोजहरू तपाईँ चाहे हाम्रो भिडियोज हेर्नु या फिर कसैको पनि भिडियो हेर्नुहोस् होइन, पिपल लाइक हिम, उहाँहरूको अनुभव विजडमहरू यदि आफ्नो थट्समा बसाउनुहुन्छ, थट्स एक्सनमा परिणत हुन्छ र एक्सन जब रिजल्टमा अटोमेटिकली आइहाल्छ, यदि एक्सन सही छ भने रिजल्ट अटोमेटिकली सही हुन्छ। ओके, सो थ्याङ्क यू सबैजनाले। हाम्रो यो जुन आजको हाम्रो गेस्ट मिस्टर उत्तम बज्राचार्य हुनुहुन्थ्यो, उहाँको भिडियोज हेर्नुभयो र अहिलेसम्म तपाईँ हेर्नु भएको छ भने मेक स्योर गर्नु होला, कमेन्ट गर्नु होला तपाईँलाई चाहिँ के राम्रो लाग्यो हाम्रो यो सेसन्सबाट, पोडकास्टकोबाट। र हाम्रो यो नेक्स्ट न्यू बेटर जुन सिरिज चलाइरहेको छौँ यसमा हामी अझै यस्तै ग्लोबल पर्सपेक्टिभ भएको लिडर्सहरू लिएर आउँछौँ ताकि तपाईँहरू आफ्नो करियर बिजनेस लाइफमा नेक्स्ट न्यू बेटर गरेर अघि बढ्नुहुन्छ। सो मेक स्योर टु लाइक, सेयर एन्ड सब्सक्राइब आवर युट्युब च्यानल र कमेन्ट गर्नुहोला तपाईँलाई के कुरा राम्रो लाग्यो।